धन्यवाद यहाँ सम्पूर्णलाई। अब आजको यस कार्यक्रममा हाम्रो पहिलो अतिथि मिस्टर आशिष अधिकारीलाई आफ्नो छोटो परिचय दिनुहुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद विवेक दाइ। हाई एभ्रिवान, म चाहिँ आशिष। छोटो परिचय दिनलाई चाहिँ म चाहिँ यहाँ क्यानाडा आएको अलमोस्ट 4 इयर्स हुन लाग्यो। सो म क्यानाडामा मास्टर्स डिग्रीको लागि आएको थिएँ। सो आई डिड माई मास्टर्स इन इन्फर्मेसन सिस्टम सेक्युरिटी एन्ड आफ्टर कम्प्लिटिङ माई मास्टर्स म चाहिँ अहिले दि म्यानुफ्याक्चरर्स लाइफ इन्सुरेन्स कम्पनी, क्यानाडामा हुने सबैले नाम सुन्ने गरेको म्यानुलाइफ इन्सुरेन्स, म्यानुलाइफ इन्सुरेन्समा काम गर्दैछु। इनिसियली आई जोइन म्यानुलाइफ एज अ प्लेटफर्म इन्जिनियर I think in the first week of May 2021. And then after 6 months, म त्यही टिममा प्लेटफर्म इन्जिनियरबाट टिम लिडको रोलमा, लाइक इन्टरिम टिम लिडको रोलमा थिएँ। सो अगेन आई वर्क विथ म्यानुलाइफ एज टिम लिड फर अलमोस्ट 8 months. त्यस पछाडि आई स्विच द टिम विथ इन म्यानुलाइफ एन्ड करेन्टली म चाहिँ सिनियर सेक्युरिटी इन्जिनियर फोकस्ड अन सिएम म्यानुलाइफमै, म्यानुलाइफकै सेक्युरिटी टिममै सिनियर सेक्युरिटी इन्जिनियरको काम गरिरहेको छु। एन्ड आई थिङ्क द्याट्स इट फ्रम माई साइड। थ्याङ्क यू भेरी मच मिस्टर आशिष अधिकारी। त्यसै गरी अब हाम्रा दोस्रा गेस्ट मिस्टर आयुष श्रेष्ठलाई पनि आफ्नो छोटो परिचय दिनुहुन म अनुरोध गर्दछु। Sure. First of all, दिविकजी तपाईँलाई थ्याङ्क यू, धन्यवाद यो इभेन्ट अर्गनाइज गर्नुभएकोमा। मनदीपलाई धन्यवाद, उत्सवलाई धन्यवाद। I think this is going to be very beneficial for everybody. जब प्रोस्पेक्ट हेर्दै हुने सबैजनालाई एकदमै हेल्पफुल हुन्छ। आई विश म तपाईँहरूको ठाउँमा हुँदाखेरि मैले पनि यस्तो इभेन्ट गर्न पाएको भए धेरै राम्रो हुन्थ्यो होला। अब मेरो बारेमा भन्नुपर्दाखेरि मेरो नाम आयुष श्रेष्ठ, पेसाले म इन्जिनियर। मेरो ब्याचलर चाहिँ एरोस्पेस इन्जिनियरिङमा। म क्यानाडा 2016मा आएको थिएँ। कन्कोर्डियामा मास्टर्स अफ इन्डस्ट्रियल इन्जिनियरिङ गरेँ। त्यस पश्चात म ट्र्याक्सल भन्ने कम्पनीमा जुन एभिएसन मेन्टेनेन्स ट्र्याकिङ सफ्टवेयर बनाउँछ त्यो कम्पनीमा काम गर्थेँ। अनि अहिले चाहिँ म एयरबस क्यानाडा जुन चाहिँ मोन्ट्रियल बेस्ड छ त्यहाँ एज अ इन्जिनियर काम गर्दैछु। धन्यवाद। थ्याङ्क यू भेरी मच मिस्टर आयुष श्रेष्ठजी छोटो परिचयको लागि। त्यसपछि हाम्रा अर्को गेस्ट हुनुहुन्छ दीक्षा पौडेलजीलाई पनि सानो आफ्नो छोटो परिचय दिनुहुन म अनुरोध गर्दछु। हेलो एभ्रिवान, म चाहिँ दीक्षा पौडेल खनाल। म चाहिँ इनिसियली क्यानाडा एज इन्टरनेसनल स्टुडेन्टै आएको र मैले कुनै कोर्स चाहिँ नर्सिङ रिलेटेड कोर्स चाहिँ लिएर आएको होइन। यो चाहिँ हेल्थ केयर म्यानेजमेन्ट एन्ड एडमिनिस्ट्रेसन रिलेटेड नै थियो। मैले चाहिँ अब यहाँ क्यानाडामा चाहिँ 2 इयर्सदेखि चाहिँ रजिस्टर्ड नर्सको पोजिसनमा काम गरिरहेको छु। अहिले करेन्टली चाहिँ सेन्ट जोसेफ हेल्थ सेन्टरमा चाहिँ एज एन आरएन काम गरिरहेको छु। द्याट्स अ प्रिटी मच ब्रिफ डिस्क्रिप्सन होइन अलिकति। थ्याङ्क यू भेरी मच मिस दीक्षा पौडेलजी। र हाम्रो चौथो गेस्ट हुनुहुन्छ नम्रताजी। प्लिज उहाँलाई पनि छोटो आफ्नो परिचय दिनुहुन म हार्दिक अनुरोध गर्छु। नम्रता श्रेष्ठजी। नमस्ते सबैलाई। म चाहिँ नम्रता श्रेष्ठ। म कोभिड हुनुभन्दा ठ्याक्कै अगाडि क्यानाडा आएको थिएँ, जस्ट लाइक 2019 डिसेम्बर एन्डमा, लाइक 28 आई केम। अनि त्यही पहिला म पोस्ट ग्रेजुएसन गर्न फ्यान्सा कलेजमा जोइन गरेँ। त्यसपछि लाइक 8 महिनामा मेरो पढाइ सिद्धियो। अनि त्यहाँ चाहिँ फ्यान्सामा त्यो लन्डन एरियामा चाहिँ अलिक काम पाउन चाहिँ गाह्रो भएर म चाहिँ यता टोरोन्टो मुभ भएँ। त्यसपछि त्यही हम्बर्ग कलेज जोइन गरेँ culinary स्किल्स कोर्समा। culinary स्किल्स चाहिँ पहिला चाहिँ मेरो ब्याकग्राउन्ड भनेको चाहिँ जर्नलिजम थियो, तर जर्नलिजममा अलिकति काम गर्न गाह्रो हुने र प्लस कम्युनिकेसन स्किल्सले अलिकति मलाई पछाडि पार्ने सोचेर मैले चाहिँ अनि पछि culinary लिएँ। यसपछि चाहिँ मेरो जस्ट काम पाउन सजिलो हुने प्लस मार्केटिङ अनुसार जस्ट धेरै नै काम स्कोप भएको हुनाले यता आएँ म। अनि त्यो अहिले चाहिँ म एज अ किचन म्यानेजर काम गर्दैछु केरेमेन्स बेगलमा। एज अ स्टार्टिङ चाहिँ मैले टिम मेम्बर भएर काम गरेँ म पार्ट टाइम हुँदाखेरि। त्यसपछि अब फुल टाइम गएपछि चाहिँ जस्ट अपर्च्युनिटीहरू आयो, त्यस अनुसार मैले त्यही ग्राब गर्दै गएँ, सिक्दै गएँ।
त्यही अहिले चाहिँ म त्यो किचन म्यानेजर भएर अलमोस्ट लाइक 1.5 years हुन आँट्यो होला मैले त्यसमा काम गरेको। यति नै, थ्याङ्क यू। थ्याङ्क यू भेरी मच हाम्रो सम्पूर्ण आदरणीय गेस्टहरूलाई छोटो परिचयको लागि। अब हामी आजको यस कार्यक्रम जब स्ट्राटेजी इन क्यानाडाको केही क्वेसन्सहरू जुन हामीले अफलाइन पनि राखेका थियौँ र केही क्वेसन्सहरू जेनरल क्वेसन्सहरू आएको छ र सँगसँगै त्यसमा जानुभन्दा अगाडि म आजको जुन पार्टिसिपेन्ट्सहरू हुनुहुन्छ उहाँहरूलाई पनि यदि केही क्वेसन्सहरू छ भने तपाईँ च्याट मार्फत पनि ती क्वेसन्सहरू सोध्न सक्नुहुनेछ र हाम्रा गेस्टहरूले त्यो क्वेसन्सहरूको एन्सर दिनुहुनेछ। र सँगसँगै यति भन्दै म केही कुराहरू अगाडि हाम्रो गेस्टहरूलाई सोध्न चाहन्छु। आई मिन आफ्नो देश छोडेर बाहिर अर्को भूमिमा आएर आज आफ्नो कर्मथलो बनाएर जुन आफ्नो क्षेत्रमा काम गरिरहनु भएको छ, पक्कै पनि एकदम च्यालेन्जिङ कुरा हो त्यो होइन। त्यसमा तपाईँहरूको आफ्नो सङ्घर्षहरू पनि छन् होला। त्यो बिचमा धेरै सङ्घर्षहरू पुगेर आजको जुन स्थितिमा पुग्नु भएको छ र त्यसको लागि सर्वप्रथम त्यहाँसम्म आउनुको लागि चाहिँ के हो सबैभन्दा ठुलो मोटिभेसन फ्याक्टर चाहिँ के होला? म आदरणीय गेस्टहरू जसले एन्सर दिनुभए पनि हुन्छ। एक्चुअली मोटिभेसन चाहिँ आफ्नो ब्याक होमको एउटा एक्सपिरियन्स जुन आफूसँग हुन्छ, जुन स्किल हुन्छ त्यसलाई नै यहाँ आइसकेपछि इम्प्लिमेन्ट गरौँ भन्ने हुन्छ होइन। अनि आफ्नो पेसा छोडेर अरू काममा गर्दाखेरि चाहिँ त्यो भित्रबाट फिलिङ्स नै आउँदैन, त्यो मनै आउँदैन। कहिले आफ्नो प्रोफेसनमा जाऊँ र म त्यहाँ चाहिँ रमाम, आफ्नो फिल्डमा चाहिँ भिजम जस्तो हुन्छ। मेरो लागि चाहिँ मोटिभेसन चाहिँ त्यही नै थियो। म यति समयदेखि लाइक 2012देखि चाहिँ नर्सिङ प्रोफेसनमा रहेको मान्छे यहाँ आएर चाहिँ मैले किन डिफ्रेन्ट काम गर्ने भनेर चाहिँ मलाई नेपाल हुँदैदेखिबाट चाहिँ आफ्नो फिल्डलाई चाहिँ कसरी चाहिँ हुन्छ नि कन्कर गर्न, कसरी त्यसलाई एचिभ गर्नको लागि मैले के गर्नुपर्छ भनेर एउटा सेल्फ स्ट्राटेजी चाहिँ बनाएर आएको थिएँ मैले नै। थ्याङ्क यू भेरी मच दीक्षाजी। यसैमा कोही गेस्टहरूले एन्सर दिन चाहनुहुन्छ भने वी आर वेलकम। यो चाहिँ अब जब स्ट्राटेजी भन्दा है लाइफ स्ट्राटेजीको कुरा बढी हुन्छ जस्तो छ। मेरो 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 तर्फबाट एन्सर पाउनु भयो भने मेरो केसमा चाहिँ अब म इन्डस्ट्रियल इन्जिनियरिङ पढेको मान्छे, अब धेरैजना प्रोजेक्ट म्यानेजमेन्ट अथवा अजाइल फिलोसफी गरिराख्नु भएको मान्छेहरूलाई थाहा होला यो टर्मको बारेमा। जापानिजमा एउटा टर्म छ काइजान भन्ने। काइजान भनेको चाहिँ कन्टिन्युस इम्प्रुभमेन्ट हो कि। मेरो लागि चाहिँ सबभन्दा ठुलो मोटिभेटिङ फ्याक्टर भनेको चाहिँ काइजान हो भन्नुपर्छ। म हिजोभन्दा आज कसरी राम्रो हुँ भनेर त्यो मेरो लागि सबभन्दा ठुलो मोटिभेसन हो। काइजान म चाहिँ ब्याचलर्स पढ्दाखेरि पनि त्यो इम्प्लिमेन्ट गर्दै क्यानाडा आएँ। अब क्यानाडामा पनि अब पढेँ, त्यसरी नै इम्प्रुभ हुँदै गएँ। अब पछिल्लो जबभन्दा यो जबमा अझ बढी इम्प्रुभ भयो जस्तो लाग्छ। अब यही जबमा पनि हिजोभन्दा आज कसरी इम्प्रुभ हुन्छु भनेर भन्ने कुराले मलाई चाहिँ मोटिभेट गर्छ। थ्याङ्क यू भेरी मच मिस्टर आयुषजी। अब अलिकति हामी टेक्निकल तिर जाउँ होला होइन। जब सर्च स्ट्राटेजी भन्ने बित्तिकै त्यो बिचमा यहाँहरू सबैजनाले नि भोग्नु भएको छ होइन। इभन आई वाज इन द्याट सिचुएसन। अलिकति स्ट्रेसफुल मुभमेन्ट हुन्छ, कसरी जब अप्लाई गर्ने, के सिभीहरू राख्ने, कुन चाहिँ रेकमेन्डेसन राख्ने, कुन आफ्नो फिल्डको जब राख्ने नराख्ने, जब क्वालिफिकेसनहरू होइन, त्यो कुराहरू एकदमै टेक्निकल फ्याक्टर छ। र त्यो सँगसँगै एउटा क्वेसन्स पनि आएको छ जस्तो एउटा यहाँ do you suggest to make some address on CV change the address according to the position of job भन्नुभएको छ, एउटा क्वेसन्स आएको छ। यसमा तपाईँले के भन्नुहुन्छ होला? I would like to take that on. So CV मा एड्रेस चेन्ज गर्ने कुरा चाहिँ इट टोटल डिपेन्ड्स अन कस्तो खाले जबमा अप्लाई गरिरहेको। राइट नाउ आइटी इन्डस्ट्रीमा चाहिँ इट्स अलमोस्ट रिमोट होइन। अहिले आइटी जबहरू भनेको कम्प्लिटली रिमोट छ। सो यु क्यान बी एनीवेयर, यु क्यान जोइन एनी कम्पनी इन क्यानाडा। यु जस्ट निड टु ह्याभ लाइक वर्क पर्मिट, काम गर्नु पाउनु पऱ्यो, लिगल स्ट्याटस हुनु पऱ्यो। त्यति छ भने इट डजन्ट म्याटर, जहाँबाट पनि काम गर्न पाइयो। सो सच कन्डिसन सिभी चेन्ज गर्नु परेन। सो द होल पोइन्ट फर्स्ट अन्डरस्ट्यान्ड लाइक जब के हो। तपाईँको हाइब्रिड जब हो, तपाईँको रिमोट जब हो, या तपाईँको इन पर्सन जब हो। यदि इन पर्सन जब हो भने या बिकज जो क्यान्डिडेट अलरेडी अफिसको नजिकै छ प्रिफरेन्स त्यही क्यान्डिडेटलाई हुन्छ। किनकि कम्पनीले कसैलाई मानौँ टोरन्टो बेस्ड कम्पनीले क्यालगरीबाट कोही ल्याउनु छ भने
most of the time they are legally bound to give some relocation packages हैन तपाईलाई $5,000 दिनु पर्ला मुभिङ चार्जेसको लागि तपाईलाई टाइम दिनु पर्ला some companies even offer like रेन्ट नपाएसम्मको लागि तपाईलाई एउटा होटल रुमहरु यताउता अफर पनि गर्छ सो त्यस्तो कन्डिसनमा कम्पनीजले मलाई लाग्छ नजिकै भएको क्यान्डिडेटलाई प्रिफर गर्छ हाइब्रिड छ भने अलिकति टाढा भयो नि केही भएन तपाईँ मन्थमा एकचोटि अफिस जानुहुन्छ वा 2 मन्थ्समा एकचोटि जानुहुन्छ एन्ड इफ यु हेभ टु ट्राभल लाइक 2-3 आवर्स त्यो पनि चलिरहेछ इभन मेरै कम्पनीमा मैले काम गरेको ठाउँमा हाम्रो चाहिँ वर्षमा 1-2 चोटि अफ साइट हुन्छ सो 1-2 चोटि आउनुपर्छ मान्छेहरू ओटोवाबाट काम गरिरहेछन् अनि रिसेन्टली ट्राभल गरेर टोरन्टो आइरहेको थिएँ इभेन्ट एटेन्ड गरेँ फर्केर ओटोवा गएँ त्यो पनि भइरहेछ प्लस म फुल टाइम रिमोट काम गरिरहेको छु सो इट डजन्ट म्याटर म जहाँ बसेर काम गरेर भयो सो आइटी इन्डस्ट्रीमा चाहिँ एड्रेस भन्दा पनि लाइक कस्तो खाले रोल हो त्यसमा चाहिँ डिपेन्ड गर्छ एन्ड आई लाइक टु लिभ द फ्लोर टु अदर पिपल है अरू इन्डस्ट्रीमा छुट्टै होला तर आइटी इन्डस्ट्रीमा चाहिँ एड्रेसमा चाहिँ खासै त्यस्तो धेरै डिफरेन्स चाहिँ पर्दैन Thank you very much. म फलोअप गर्छु त्यसमा खास भने फर्स्ट अफ अल सिभीमा एड्रेस चेन्ज गर्ने कुरामा फर्स्ट अफ अल सिभीमा के पनि झुटो बोल्नु हुँदैन झुटो बोल्यो भने चाहिँ अब त्यो जब नपाउनु भन्दा बढी अरू कम्प्लिकेसन्सहरू पनि हुनसक्छ त्यसपछिको जब पाउने स्थिति पनि हुनसक्छ झुटो बोल्नु हुँदैन होइन अब आशिषले भनेको जस्तै अब रिमोट छ भने त अब एड्रेससँग मतलब हुँदैन अन्टिल अनलेस अब क्यानाडा वाइड काम गर्ने स्ट्याटसले दिन्छ भने तर एउटा टेक्निक चाहिँ के हुनसक्छ भने अब टोरन्टो एकदम ठुलो छ जसरी कि मोन्ट्रियल पनि एकदमै ठुलो छ होइन मेरो कम्पनी चाहिँ मिराबेल भन्ने ठाउँमा छ जुन चाहिँ मोन्ट्रियलबाट अलमोस्ट 50 किलोमिटर टाढा छ नर्थमा छ होइन आशिषले भनेको जस्तै अफकोर्स अब जो मोन्ट्रियलमा बस्छन् तिनीहरूलाई प्रेफरेन्स पाउँछ जो त्यो सिटीनिर बस्छन् तिनीहरूलाई प्रेफरेन्स पाउँछ होइन तर एड्रेस लेख्नुपर्ने कुरामा चाहिँ म के गर्थेँ होला भने म चाहिँ मिराबेल क्युबेक अथवा डो मोन्टान क्युबेक भन्नेको सट्टामा ग्रेटर मोन्ट्रियल एरिया भनेर मात्र लेख्थेँ कि स्पेसिफाई गर्थेँ अब त्यो ग्रेटर मोन्ट्रियल एरिया भनेपछि चाहिँ मोन्ट्रियलको सबै एकदमै ठुलो एरियालाई कभर गर्यो अनि प्लस अब त्यो यदि त्यो जब मोन्ट्रियलभन्दा अलिकति टाढा छ भने तापनि अथवा टोरन्टोभन्दा अलिकति टाढा छ भने पनि त्यो एड्रेसले चाहिँ फरक पर्दैन थ्याङ्क यू भेरी मच मिस्टर आइसजी त्यो सँगसँगै जस्तो अर्को एउटा पनि क्वेसन छ वाट इज द इम्पोर्टेन्स अफ कभर लेटर होइन कभर लेटर यदि हामीले कभर लेटर चाहिँ कुनै ठाउँमा अप्सनल छ भने पनि डु यु हेभ टु लाइक हामीले चाहिँ कभर लेटर राख्नै पर्छ यो एउटा जेनरल स्ट्यान्डर्ड हो अथवा इट्स जस्ट एन्ड अप्सनल होइन कुनैमा चाहिँ कभर लेटर इज म्यान्डेटरी पनि भनेको छ यसमा चाहिँ के होला कसरी चाहिँ यसलाई एन्सर गर्नुहुन्छ हजुरहरूले लाइक इभन अप्सनल भनेको ठाउँमा पनि कभर लेटर चाहिँ जरुरी छ राख्नलाई मजा हुन्छ कभर लेटर यो चाहिँ एकदम राम्रो क्वेसन हो होइन अब युजुअली चाहिँ अब हामीले जब अप्लाई गर्दाखेरि अब लेट्स से 100वटा 150 200वटा जब अप्लाई गऱ्यो भने बल्ल एउटा जब पाउँछ होला लकी भयो भने होइन त्यो 10वटामा एउटा जब पाउने मान्छेहरू चाहिँ एकदमै लकी हुन्छन् होइन अनि इट्स अल अबाउट त्यो एउटा पर्टिकुलर जब हाउ मच डु यु वान्ट अब म भएको भए चाहिँ म चाहिँ के गर्थेँ भने अब मेरो ड्रिम कम्पनी कुनै छ लेट्स से गुगल अथवा फेसबुक तिनीहरूमा चाहिँ म कभर लेटर लेख्थेँ 100% नै लेख्थेँ होइन किनभने द्याट वुड मेक मी स्ट्यान्ड आउट फ्रम द के भन्छ अब हर्ड अब त्यहाँ 1000जनाले अप्लाई गरिरहेको हुन्छ होला होइन मेरो कभर लेटरले यदि एडिसनल केही मेरो बारेमा भन्न सक्छ भने आई विल डु द्याट तर ऱ्यान्डमली जब अप्लाई गरिरहेको छु सानो तिनो त्यसमा चाहिँ म गर्थिनँ अब फर मी इट वुड बी म त्यो जब कति चाहन्छु म कति इन्ट्रेस्टेड छु त्यो जब पाउनमा अनि अफकोर्स अब अहिले चाहिँ म एकदमै मेरो साथीहरूलाई मेरो बहिनी छ मेरो बहिनी इन्जिनियरिङ गरेर उसलाई पनि भन्छु अहिले चाहिँ एआईले एकदमै सजिलो गरिदिइसकेन अब च्याट जिपिटीमा गएर प्लिज राइट मी अ कभर लेटर फर दिस पोजिसन भनेर झर पुरा दुई सेकेन्डमा सबै आउँछ होइन अब त्यसलाई अब टेलर गर्न अब लेट्स से 30 मिनट्सहरू लाग्छ होला अनि च्याट जिपिटीले चाहिँ एकदमै राम्ररी लेट्स से लेखेको हुन्छ अनि अहिले त्यो टुल्सहरू युज गरे पनि हुन्छ तर
सबै जबमा चाहिँ पर्दैन हैन, तर इफ यु रियली थिंक दैट यु वान्ट दैट जब आई डु दैट, आई राइट अ कभर लेटर। थ्याङ्क यू भेरी मच आइसी। र सँगसँगै अब एउटा जस्तो सिभीको फर्मेट चाहिँ कस्तो राख्ने, के त्यसमा कुराहरू राख्ने, यो अलिकति टेक्निकल क्वेसन छ होइन। अनि त्यस्तो फर्मेटहरू केही छ तपाईँहरूसँग भने सेयर गर्न सक्नुहुन्छ, अथवा हाम्रा आजको पार्टिसिपेन्ट्सहरूलाई त्यो केही आइडिया दिन सक्नुहुन्छ सिभीको फर्मेट अथवा कहाँबाट लिने क्यानेडियन फर्मेट अनुसार कसरी राख्ने कुराहरू केही छ त्यसमा? अनि यसपछि हामी स्पेसिफिक जब क्याटेगोरीको स्पेसिफिक क्वेसनतिर लाग्छौँ। सिभी फर्मेट भनेर ठ्याक्कै फर्मेट त छैन अहिले, ह्यान्डी त छैन होइन। तर लाइक मैले टिम लिड हुँदाखेरि मैले लाइक 50+ इन्टरभ्यूहरू लिएको थिएँ मैले मेरो टिमको लागि हायरिङ गर्दाखेरि। अनि मैले देखेको भए चाहिँ लाइक एभ्रिवान कस्तो प्याटर्न फलो गर्छ भन्दाखेरि, सो अन द हेडर त्यहाँ के हुन्छ, आफ्नो नाम होला, आफ्नो एड्रेस हुन्छ, लिङ्क टु यर लिङ्कडिन प्रोफाइल होइन, इफ यु हेभ अ वेबसाइट आफ्नो वेबसाइटको लिङ्क, दोज इन्फर्मेसन हेडरमा हुन्छ होइन। त्यस पछाडि अ स्मल समरी अबाउट योर सेल्फ, एटलिस्ट अलिकति तपाईँको एक्सपिरियन्स केमा हो, मोटिभेसन के हो, र तपाईँले के खोजिरहनु भएको छ त्यो कुरा चाहिँ एउटा समरी होइन। अनि त्यस पछाडि भनेको इफ यु हेभ एक्सपिरियन्स छ भने स्टार्ट विथ एक्सपिरियन्स, बिकज कम्पनीहरूमा चाहिँ एटलिस्ट मैले चाहिँ अब म आइटीमा फोकस भएको भएर चाहिँ विथ बेसिकली डोन्ट केयर अबाउट डिग्रिज होइन। डिग्रिज भनेको सेकेन्डरी कुरा हो, तपाईँ के डिग्री छ भन्ने कुरासँग हाम्रो एटलिस्ट मलाई चाहिँ सरकार हुँदैन थियो। म रेज्युमे हेर्दाखेरि चाहिँ मलाई डिग्रीसँग सरकार हुँदैन थियो। म फर्स्टमा वर्क एक्सपिरियन्सै हेर्थेँ। अनि वर्क एक्सपिरियन्समा पनि ट्राई टु बी भेरी के भने अब एकदम टु द पोइन्ट लेख्ने गर्नु होइन। तपाईँले कुनै एउटा प्रोजेक्टमा थोरै त्यो के काम गर्नुभएको थियो र त्यही कुरालाई सिभीमा लेख्नु भएको छ भने लाइक इन्टरभ्यूमा त्यही क्वेसन सोधिन्छ क्या। इन्टरभ्यूमा त अब मैले तपाईँलाई चिनेको छैन, तपाईँले मलाई चिन्नु भएको छैन, मैले सोध्ने क्वेसन त के हो भन्दाखेरि मैले तपाईँको रेज्युमे हेरेर हाम्रो जब रेस्पोन्सिबिलिटी हेरेर कहाँ म्याच हुन्छ, म्याच भएको कुराहरू त सोध्ने हो। सो आफूलाई थोरै आउँछ भने वा आफू चाहिँ स्योर छैन भने त्यस्तो कुराहरू चाहिँ सिभीमा नलेखिदिनु। किनकि लाइक अलवेज ट्राई टु ड्राइभ द इन्टरभ्यू भन्छु क्या म चाहिँ। इन्टरभ्यू चाहिँ आफैले ड्राइभ गर्ने हो। जब इन्टरभ्यूअरले इन्टरभ्यू ड्राइभ गर्न थाल्छ तब चाहिँ त्यहाँ अलिकति गाह्रो परिहाल्छ। इन्टरभ्यू आफूले ड्राइभ गर्न सक्यो भने लाइक ओपन क्वेसनहरू छोड्दै गयो भने आफूलाई बोल्न सजिलो हुन्छ, प्लस आफूसँग अलरेडी एन्सर हुन्छ, सो इजी हुन्छ। वर्क एक्सपिरियन्स राख्नुहोस्, टु द पोइन्ट लेखिदिनु त्यसमा। त्यस पछाडि आफ्टर वर्क एक्सपिरियन्स सर्टिफिकेसनहरू केही छ भने फर्स्टमा सर्टिफिकेसनहरू लेखिदिनु होइन। बिकज इन्डस्ट्रीमा चाहिँ सर्टिफिकेसन एकदम भ्यालुएबल हुन्छ। सर्टिफिकेसन छ भने सर्टिफिकेसन लेखिदिनुहोस्। अनि त्यस पछाडि गएर एजुकेसन ब्याकग्राउन्ड, अफकोर्स आफूले यत्रो मेहनत गरेर कमाएको डिग्री छ, यसरी रेज्युममा त लेख्नै पर्यो होइन। एजुकेसन ब्याकग्राउन्डहरू लेखिदिनुहोस्, के पढ्नु भएको, कहाँ पढ्नु भएको हो। जिपिए डजन्ट म्याटर, बट इफ आउटस्ट्यान्डिङ जिपिए छ भने त त्यो पनि राख्दिएको राम्रो। इफ यु हेभ गट लाइक 4 आउट अफ 4 त्यो पनि त कुरा गर्ने एउटा टपिक त हो नि त। उसले चाहिँ ओ यु गट 4 भन्छ, एकछिन त गफ त हुन्छ नि त त्यसमा पनि। सो रेज्युमेमा जिपिएहरू पनि राख्दा हुन्छ। एन्ड आफ्टर द्याट रिफरेन्सको कुरामा चाहिँ म चाहिँ अलिकति मेरो चाहिँ फिल्डै सेक्युरिटी र प्राइभेसी भएको भएर होला, म चाहिँ रिफरेन्सहरू राख्नलाई चाहिँ भन्दिनँ। सो मेरो प्रोफेसरहरूसँग छ, मेरो म्यानेजरहरूसँग छ, जोसँग मैले के भनेको छु, म चाहिँ कतै रेज्युममा चाहिँ यदि रिफरेन्स चाहियो भने चाहिँ म तँलाई युज गर्छु है भनेर भनिराखेको छु। तर म रेज्युममा अलरेडी चाहिँ लेख्दिनँ। म चाहिँ इफ निडेड आई क्यान प्रोभाइड रेफरेन्सेस भनेर लेखिदिन्छु होइन। किनकि कसैको नाम, कसैको पोजिसन, केही कुराहरू, इमेल, केही कुरा पनि अब त्यसै एउटा पेपरमा लेखेर कुनै कम्पनीलाई दिनु भनेको मलाई राम्रो हो जस्तो लाग्दैन। सो त्यही भयो। कम्युनिकेसन स्किलहरूको बारेमा खास चाहिँ अब आइटी इन्डस्ट्रीमा चाहिँ त्यस्तो लेखिरहनु पर्दैन। तपाईँलाई यो आउँछ त्यस्तो कुराहरू लेख्नु पर्दैन। बरु अझ समरी पछाडि चाहिँ एउटा टेक्निकल स्किल्स भनेर एउटा एक्स्ट्रा भनौँ टपमै तपाईँको टेक्निकल स्किल्स भन्ने एउटा पार्ट छुट्याइदिनुहोस्। त्यसमा चाहिँ तपाईँ टेक्निकली केमा साउन्ड हुनुहुन्छ। होइन पाइथन, मलाई पाइथन आउँछ, मलाई विन्डोज सर्भरको बारेमा थाहा छ, मलाई लिनक्स आउँछ। लाइक टु द पोइन्ट आफ्नो स्किलहरू चाहिँ फर्स्टमा तपाईँले सबभन्दा धेरै के आउँछ र त्यसबाट बिस्तारै घटाउँदै जाने।
हैन त्यसरी लेख्यो भने त्यो फर्मेटमा बनाउने एन्ड किप इट प्लेन एन्ड सिम्पल फोटो रेज्युममा फोटो चाहिँदैन सो फोटो हाल्नु परेन अहिले चाहिँ रेज्युमे भनेको चाहिँ प्राय रेज्युमेले चाहिँ सबभन्दा फर्स्टमा चाहिँ आइसले भने जस्तै एआई सिस्टम भन्नुभयो रेज्युमेको नि लाइक रेक्रुटरले युज गर्ने भनेको एउटा टुल हुन्छ त्यो टुललाई चाहिँ बिट गर्न सक्नु पर्यो फर्स्ट कुरा होइन उनीहरूले थ्रेसहोल्ड राखेको हुन्छ 80% म्याच हुनु पर्यो भने हुन्छ किवर्डहरू दिएको हुन्छ 80% म्याच हुनु पर्यो भने हुन्छ त्यो कुरालाई बिट गर्नु पर्यो नि त त्यो कुरा बिट गर्नलाई चाहिँ अब लाइक त्यस्तै कुराहरू चाहिँ रेज्युममा हुनु पर्यो प्लस एउटा सजेसन DOCX फाइलमा रेज्युमे नपठाउनु ओल्ड फाइलमा ट्राई टु किप इट एज PDF एक दुईवटा रेज्युमेहरू मैले डक फाइलमा पनि पाएँ उनीहरूले फर्मेटिङ गरेको थिएँ मेरो विन्डोज लाइक वर्डको भर्सन डिफ्रेन्ट भएछ अब रेज्युमे आफै मिलाएर बुझिरहनु परेको थियो क्या त्यस्तो प्रब्लम चाहिँ नहोस् PDFमा राखौँ यस्तै सानो कुराहरू बाँकी त अब लाइक यही कुराहरू अहिले गुगल गऱ्यो भने पनि यही कुराहरू नै दोहोरिन्छ होइन तर यही नै हो कि रेज्युमे राम्रो रेज्युमे बनाउने यही नै हो किप इट प्लेन एन्ड सिम्पल किप इन ब्ल्याक एन्ड व्हाइट त्यही नै हो त्यहाँ आशिषले चाहिँ एकदमै राम्रो पोइन्ट भन्यो रिक्रुटरहरूले चाहिँ टुल युज गर्छन् होइन आई थिङ्क द्याट्स कल्ड ATS एप्लिकेन्ट ट्र्याकिङ सिस्टम भन्ने टुल हुन्छ तिनीहरूको त्यो टुलले चाहिँ के गर्छ भने जबको डिस्क्रिप्सन अगेन्स्ट भर्सेस एप्लिकेन्टको रेज्युमेलाई के भन्छ कम्पेयर गर्छ क्या अनि अब सर्टेन पर्सेन्टेज अथवा सर्टेन स्किल्सहरू यदि रेज्युमेमा छ भनेपछि मात्रै त्यो सेकेन्ड राउन्डमा जान्छ अथवा उसले त्यो सर्टेन पर्सेन्टेज म्याच भएपछि मात्र एउटा फिजिकल ह्युमन बिइङले हेर्छ कि यदि लेट्स से अब हिट 50% मात्र छ भनेपछि त्यो रिक्रुटरले हेर्दा पनि हेर्दैन क्या बिकज हि अर सी हेज टु डिल विथ आई डोन्ट नो लाइक 500 CVs होइन सबै 500वटा त फिजिकली हेर्न साध्य छैन नि त त्यसैले चाहिँ आफ्नो रेज्युमेलाई टेलर गर्न एकदमै इम्पोर्टेन्ट छ त्यो जब डिस्क्रिप्सनमा मागेको चिजहरू हेर्ने अनि त्यसबाट की पोइन्टहरू लिएर चाहिँ अनि आफ्नो रेज्युमेमा राख्ने अफकोर्स झुट बोल्नु भएन होइन तर अब यदि देयर आर सर्टेन स्किल्स द्याट्स एकदमै रिक्वायर्ड सो लाइक इन जेनरल प्रोजेक्ट म्यानेजमेन्ट स्किल्सहरू हुन्छ भने प्रोजेक्ट म्यानेजमेन्ट पनि सिभीमा राख्दा हुन्छ कि अफकोर्स आउनु पर्यो त्यसको बारेमा तर त्यो हिट बढाउनलाई त्यस्तो गर्नुपर्छ ATSलाई पास गर्नलाई आफ्नो रेज्युमे टेलर गर्न एकदमै इम्पोर्टेन्ट छ सरी म एकैछिन अर्को एड गर्छु बिकज आई थिङ्क इट्स भेरी इम्पोर्टेन्ट म चाहिँ मेरो स्क्रिन सेयर गर्छु मेरो स्क्रिन सेयर गर्ने उद्देश्य चाहिँ के हो भने म कन्कर्डिया पढ्दाखेरि यहाँ अरूहरू पनि कन्कर्डियाका छन् त्यसैले उहाँहरूलाई पनि थाहा छ होला कन्कर्डिया अथवा कुनै पनि युनिभर्सिटी अथवा कुनै पनि कलेजमा म भन्छु करियर एन्ड प्लानिङ सर्भिसेस भन्ने एउटा डिपार्टमेन्ट चाहिँ हुन्छ करियर एन्ड प्लानिङ सर्भिसेसको काम चाहिँ के हो भने तपाईँको रेज्युमे तपाईँको कभर लेटरलाई तिनीहरूले हेर्छन् अनि के चेन्जेसहरू गर्नुपर्छ भनेर तिनीहरूले तपाईँलाई सजेस्ट गर्छन् मेरो सिभी चाहिँ म चाहिँ जब अप्लाई गर्दाखेरि यो करियर एन्ड प्लानिङ सर्भिसेसमा आई युज टु गो देयर लाइक एभ्री 2 weeks यिनीहरूले चाहिँ धेरै इटरेसनहरू गरेर आई केम टु अ पोइन्ट द्याट दे वर लाइक ओके योर सिभी इज अप टु डेट त्यो हुनुको कारण चाहिँ के थियो भने अफकोर्स मेरो चाहिँ नेपाली फर्मेटको सिभी थियो होइन अब यहाँ नेपाली फर्मेटको सिभी काम लाग्दैन यिनीहरूले चाहिँ एउटा फर्मेट पनि दिएको थियो मलाई विच आई थिङ्क इट्स हियर मेबी हियर यस्तो टाइपको फर्मेट थियो मेरो अनि मैले चाहिँ मेरो सिभी चाहिँ यो फर्मेटमा गरेको थिएँ अनि उनीहरू कहाँ गएर अब उनीहरूले भेरिफाई होइन अब QC जस्तो भनौँ न QC गरेर डिफ्रेन्ट इटरेसन्स अब वर्ड बाई वर्ड चेक गरेर होइन यो यहाँ ग्रामेटिकल मिस्टेक छ होइन यो एक्सन भर्बबाट स्टार्ट गर्नुपर्छ भनेर उनीहरूको रेकमेन्डेसनमा मैले सिभी बनाएको थिएँ अब यो चाहिँ कन्कर्डियाको भयो इट्स कल्ड CAPS क्याप्स होइन करियर एन्ड प्लानिङ सर्भिसेस अब यस्तै मगेलको पनि आफ्नै होला होइन अब कलेजेसहरूको पनि आफ्नो होला तपाईँ एक्चुअली आफ्नो युनिभर्सिटी अथवा कलेजको वेबसाइटमा हेर्नुभयो हुन्छ अनि अफकोर्स इफ यु वान्ट लिङ्क टु दिस रेज्युमे टेम्प्लेट I'll provide it to you. यो चाहिँ हार्वर्डको मेरो रेज्युमे चाहिँ यो फर्मेटमा छ म यो लिङ्क पनि प्रोभाइड गर्न सक्छु पछि यदि कसैलाई चाहिएको खण्डमा थ्याङ्क यू भेरी मच यसमा रोमन जीको केही क्वेसन्सहरू छ उहाँले ह्यान्ड रेज गर्नुभएको छ प्लिज गो अहेड रोमन जी
नमस्ते सबैलाई है। मेरो प्रश्न चाहिँ आशिषजीलाई छ। अहिले यहाँ आइटीमा धेरै कोर्सेसहरू प्रोभाइड गरिराख्नु भएको छ, जस्तै कोर्सेसहरू आइरहेको हुन्छ नि अनलाइन, साइबर सेक्युरिटीलाई भनेर आइरहेको हुन्छ, डेटा साइन्सको लागि भनेर आइरहेको हुन्छ होइन, अनि यो AWS क्लाउड सर्भिसको लागि भनेर आइरहेको हुन्छ। अनि उनीहरूले के भन्छ कि लाइक उनीहरूले स्क्रैचबाटै स्टार्ट गर्छ, त्यसकारण कसैलाई त्यो करियर स्विच गर्नलाई के अरे चाहन्छ भने उनीहरू त्यस्तो कोर्स दिएर 6 महिना बुट क्याम्प्सहरू दिएर होइन, अब उनीहरूले त्यो कोर्स दिएर त्यो फिल्डको आइटी उनीहरूको ब्याचलर्स अथवा मास्टर्समा आइटीको ब्याकग्राउन्डबाट होइन, तर त्यो कोर्सेसहरू लिएर इनरोल के अरे काम पाउने चान्सेसहरू चाहिँ कतिको हुन्छ? अनि त्यो कोर्स अनि सरी एट द एन्ड अफ द कोर्स चाहिँ होइन उनीहरूको कति यति नलेज हुनसक्छ कि जब जुन चाहिँ लिएर उनीहरू चाहिँ साँच्चैको फिल्डमा गएर काम गर्न सक्छन् सक्दैन? मैले अघि नै भने लाइक आइटी इन्डस्ट्रीमा चाहिँ डिग्रीको मतलब भएन भने नि, सो खासै मतलबै हुँदैन क्या। तपाईँ के पढेर आउनुभयो भन्ने कुरासँग त सरकारै छैन क्या। होला कुनै कम्पनीहरूको चाहिँ अब अडिट रिक्वायरमेन्ट होला, लिगल रिक्वायरमेन्ट होला कि लाइक इफ दिस इज अ पोजिसन देयर सुड बी अ पर्सन हु हेज लाइक दिस डिग्री होइन, त्यस्तो कुनै रिक्वायरमेन्ट छ भने छुट्टै कुरा होइन। भने चाहिँ आइटीमा भनेको चाहिँ स्किलै बेच्ने हो। सो अब बुट क्याम्पहरूको कुरा गर्दाखेरि, करियर स्विच गर्ने कुरा गर्दाखेरि चाहिँ जति नै बेसिकबाट स्टार्ट गरे पनि अलिकति लाइक कोही मान्छेले त्यो कुराहरू फर्स्टदेखि नै सिकिरहेको छ, कोही मान्छे अलरेडी आइटीमै छ र कोही मान्छे भर्खर जोइन गर्दैछ भने चाहिँ त्यसमा डिफ्रेन्स चाहिँ देखिन्छ क्या। मैले चाहिँ के फिल गरेको छु भन्दा कोही मान्छे भर्खरै आइटी फिल्डमा छिरेको छ भने चाहिँ उनीहरूलाई चाहिँ लाइक जे कुरा पढायो त्यो कुरा मात्रै थाहा हुन्छ होइन। सो बेसिक कुराहरू चाहिँ लाइक ब्याकग्राउन्डमा भएका सानसानो कुराहरू जस्तै लिनक्सका सानसानो कमान्डहरू चाहिँ कभरै भएको हुँदैन क्या। त्यो मान्छेहरूले कस्तोसम्म गर्छ भन्दा क्लाउडमा काम गर्न आएको मान्छेहरूलाई चाहिँ, अब म एउटा अलिकति टेक्निकल भइदिएँ, क्लाउडमा काम गर्न आएको मान्छेहरूलाई चाहिँ एउटा भर्चुअल मेसिनमा SSH लगइन कसरी गर्ने भन्ने कुरा पनि थाहा छैन क्या। त्यस्तो मान्छेहरू पनि मैले लाइक इन्टरभ्यू लिँदाखेरि त्यो पनि भेटेँ क्या। अनि किन थाहा थिएन भन्दा उनीहरूले चाहिँ सर्टिफिकेसन कोर्स गरेको थियो, AWS सर्टिफिकेसन गरे के गरे होइन। त्यो गर्दाखेरि उनीहरूले के सिक्यो भन्दा क्लाउडमा लगइन गर्नको लागि चाहिँ AWSमा गएर AWSको लाइक कनेक्ट अप्सनहरू हुन्छ, त्यो अप्सनबाट लगइन गर्न आइरहेको थियो क्या। तर सेम थिङ त्यो कनेक्ट अप्सन हो, GUI अप्सन भयो, तर त्यो GUIको त कोड भनेको पछाडि त रन हुने त्यो कमान्डै हो नि त। त्यो कमान्ड रन गरेर कसरी गर्ने भन्ने कुरा चाहिँ आइरहेको हुँदैन क्या। सो इफ यु क्यान कभर दोज थिङ्स होइन, तपाईँ लाइक इफ यु आर मनी मोटिभेटेड jumping from one career to another because of like high paying jobs, IT of course is a high paying job right now, त्यस्तो हो भने चाहिँ मनीले मोटिभेटेड हुन्छ भने चाहिँ अलिकति मुस्किल पर्ला। तर होइन, मलाई चाहिँ अब आइटीमै इन्ट्रेस्टै छ, कुनै टाइममा पढ्न सकेन आइटी, तर अब चाहिँ आइटीमै गर्नु नै छ भने चाहिँ इफ यु ह्याभ सेल्फ मोटिभेसन, एउटा बुट क्याम्प लिने सँगसँगै पढ्दै गर्ने, आइटी इज इभल्भिङ फिल्ड, आफू पनि इभल्भ हुँदै गर्ने, अफकोर्स सकिन्छ, नसकिने भन्ने चाहिँ होइन। त्यो बुट क्याम्पहरूले धेरै हेल्प पनि गर्छ, किनकि त्यो लाइक बुट क्याम्प्सहरूमा चाहिँ युजली के हुन्छ भन्दा राइट नाउ इन्डस्ट्रीमा चाहिँ के डिमान्ड छ, कुन चाहिँ फिल्डमा डिमान्ड छ त्यसमै फोकस गरिरहेको हुन्छ क्या। राइट नाउ तपाईँले हेर्नुभयो भने अहिले मोस्टली डाटा एनालिस्टमा धेरै कुरा फोकस भइरहेछ, अनि तपाईँले भन्नु AWS सर्टिफिकेट छ, अहिले सबै कुरा क्लाउडमा फोकस भइरहेछ। त्यही भएर यो दुईवटा, यो डाटा एनालिस्ट र बिग डेटा एनालिस्ट र अर्को भनेको क्लाउड इन्जिनियर भन्छ हामी चाहिँ, क्लाउड इन्जिनियर चाहिँ एकदम डिमान्डिङ जब हो। त्यही भएर अझ बुट क्याम्पहरू पनि यसमा फोकस छ क्या। So by the end of the boot camp चाहिँ like will you have enough knowledge just as to start or के गर्नको लागि? जस्ट टु स्टार्ट भनिहाल्यो नि, तपाईँलाई इनफ नलेज चाहिँ हुँदैन। बेसिकबाट सुरु गर्छ भने पनि लाइक बेसिकबाट सुरु गर्ने त कहाँ, कुन चाहिँ बेसिक बेस त लेभल कहाँबाट सुरु गर्ने भन्ने हुन्छ, एउटा तपाईँको कुन चाहिँ एउटा पोइन्टलाई चाहिँ बेस मान्ने भन्ने हुन्छ होइन। अब समवन हु डजन्ट इभन नो हाउ टु युज लिनक्स, उसलाई बेस मानेर सिकाउने हो भने त फर्स्टमा त लिनक्सको कोर्स दिनुपर्ने हुन्छ, AWS कोर्स सिधै दिएर त कामै भएन होइन। अब क्लाउडमा छिर्नको लागि तपाईँलाई चाहिँ एटलिस्ट अलिकति स्क्रिप्टिङको नलेज छ, अलिकति तपाईँलाई लिनक्सको नलेज छ, अलिकति विन्डोजको नलेज छ भने बेसिक कोर्स भनिरहेको हुन्छ। तर त्यो बेसिक चाहिँ त्यो हिसाबले हो क्या। तपाईँलाई चाहिँ हल्का नलेज चाहिँ छ, तपाईँलाई सिधै क्लाउडको नलेज नहोला तर आइटीमा चाहिँ नलेज छ भन्ने कुराको चाहिँ एउटा थ्रेसहोल्ड राखेको हुन्छ क्या। हुन्छ, धन्यवाद।
थ्याङ्क यू आशिषजी। अब हामी कार्यक्रमको दोस्रो सेगमेन्टमा जाँदैछौँ, जहाँ चाहिँ अब हामी जब स्पेसिफिक क्याटेगोरी क्वेसन्सहरू जुन हामीलाई आएको छ र त्यसैको हामी एन्सर यहाँहरूबाट लिन रिक्वेस्ट गरिरहेका छौँ। र सर्वप्रथम म दीक्षा पौडेलजीलाई केही क्वेसन्सहरू आएको छ। सर्वप्रथम उहाँको क्वेसन चाहिँ धेरै क्वेसन्सहरू चाहिँ कसरी क्यानेडियन नर्सिङ लाइसेन्स लिने भन्नेमा छ। यसको लागि म छोटो दीक्षाजीले भन्नुभन्दा अगाडि हामीले नर्सिङ प्रोग्राम पनि गरिसकेका छौँ। त्यसमा चाहिँ सम्पूर्ण डिटेलहरू छ, हाम्रो युट्युबमा नि त्यो भिडियो छ। प्लिज युट्युबमा गएर पनि त्यो भिडियो चाहिँ हेर्न सक्नुहुन्छ उहाँहरूले। र सँगसँगै यसैमा क्वेसन चाहिँ can you please give us a brief on how to apply for Canadian nursing license भन्नुभएको छ दीक्षाजी। यसलाई चाहिँ प्लिज एन्सर गरिदिनु म अनुरोध गर्दछु। ब्रिफमा कुरा गर्दाखेरि चाहिँ फर्स्टमा यदि ब्याक होमकै टोटल नर्सिङ एजुकेसन छ, एक्सपिरियन्स छ भने हाम्रो चाहिँ डिग्री इक्विभ्यालेन्सीबाट जान्छ, त्यो चाहिँ एनएनएस हुन्छ होइन। यहाँ नर्सिङ द रेगुलेटरी बडी जुन एउटा जुन डिग्री इक्विभ्यालेन्सी चेक गर्छ, त्यो त्यसमा चाहिँ हामीले एप्लिकेसन गर्नुपर्छ। त्यो एप्लिकेसन चाहिँ इट टेक्स अ लङ टाइम होइन, कहिले कहिले 3-4 मन्थदेखि चाहिँ 10 मन्थ 1 इयरसम्म चाहिँ त्यो प्रोसेसिङ टाइम चाहिँ लाग्छ। अनि त्यो एनएनएसको प्रोसेसिङ पाइसकेपछि चाहिँ त्यसले एडभाइजरी रिपोर्ट दिन्छ होइन। अब त्यसमा एनएनएसको प्रोसेस गर्दाखेरि हामीले थुप्रै एजुकेसन एक्सपिरियन्स अनि तपाईँको ल्याङ्ग्वेजको कुराहरू भयो, अनि नर्सिङ लाइसेन्सको इन्फर्मेसनहरू त्यो सबै सब्मिट गरिसकेपछि उनीहरूले त्यो सबै रिभ्यू गरिसकेपछि उनीहरूले एउटा एडभाइजरी रिपोर्ट दिन्छन्, कतिसम्म चाहिँ कम्पेरेबल भयो भएन भनेर होइन। त्यो यहाँको क्यानाडाको प्रोभिन्स वाइज नर्सिङ रेगुलेटरी बडी हुन्छ, जुन चाहिँ अन्टारियोको कुरा गर्दा चाहिँ सिएनओ छ होइन। तिनीहरूले चाहिँ खासै त्यो कति कम्पेरेबिलिटी आयो भनेर चाहिँ हेर्दैन, किनकि दे विल स्टार्ट डुइङ लाइक देयर डिफ्रेन्ट इभ्यालुएसन बाई देमसेल्फ होइन। अनि त्यो एडभाइजरी रिपोर्ट आइसकेपछि चाहिँ त्यो एडभाइजरी रिपोर्ट चाहिँ हामीले चाहिँ नर्सिङ रेगुलेटरी बडी जुन प्रोभिन्सियल नर्सिङ रेगुलेटरी बडी हुन्छ, जो भर्खरै सिएनओ भने होइन, यिनीहरूमा चाहिँ सबमिट गरिसकेपछि उनीहरूले चाहिँ बल्ल तपाईँले इलिजिबिलिटी दिन्छ, वेदर आर यु इलिजिबल टु गिभ द एनक्लेक्स अर आरपिएनको इक्जामहरू, सिपिएनआरईहरू कुनै छ कि छैन भनेर चाहिँ दिन्छ। अनि त्यसरी चाहिँ हामीले स्टेप बाई स्टेप चाहिँ एउटा नर्सिङ प्रोसेसको चाहिँ अगाडि बढाइन्छ। थ्याङ्क यू भेरी मच दीक्षाजी। यही सँगसँगै अर्को एउटा क्वेसन्स पनि छ, जब स्ट्राटेजीकै छ होइन। लाइक हाउ टु गेट अ पार्ट टाइम नर्सिङ जब वाइल बिङ अ नर्सिङ स्टुडेन्ट इन ओन्टारियो भन्नुभएको छ। कतिको सजिलो छ यसलाई गर्न र के गर्न सकिन्छ चाहिँ एज अ स्टुडेन्ट भएर चाहिँ नर्सिङमा पार्ट टाइम जब पाउन सकिन्छ, र यदि सकिन्छ भने के गर्न सकिन्छ? हामी चाहिँ लाइसेन्स हुनभन्दा अगाडि चाहिँ अनरेगुलेटेड हेल्थ प्रोफेसनल जुन चाहिँ एउटा लाइसेन्स नभइसकेपछि आज केयर गिभरै हो काम गर्ने, होम सपोर्ट वर्कर अथवा पर्सनल सपोर्ट वर्कर भएर काम गर्ने हो। त्यसको लागि चाहिँ जबहरू अरू कम्पेरिटिभली अरू जुन जनरल जब भन्दा चाहिँ पिएसडब्ल्यू चाहिँ एकदम इजिली पाउँछु भन्छु म होइन, किनकि एकदम यो डिमान्डिङ जब पनि हो। र अनि जाने भनेको तपाईँको जब प्रोसेसको थ्रु नै जाने हो। र अरू भनेको चाहिँ लिङ्कअप जुन जति पनि इन्टरनेसनली एजुकेटेड जुन नर्सेसहरू हुनुहुन्छ, उहाँको जुन लाइसेन्स छैन, उहाँले सुरुमा गर्ने भनेको पिएसडब्ल्यू एउटा यहाँ आइसकेपछि एउटा नर्सिङको जुन सर्कल गराएर चाहिँ को छ कन्ट्याक्टमा जे हुन्छ अभियसली हुन्छ, आफ्नो प्रोफेसन रिलेटेड चाहिँ साथीहरू सिनियरहरू हुन्छ, उहाँहरूसँग कन्ट्याक्ट थ्रु गरेर जब हन्ट गर्ने। अनि प्लस इन्डिटोहरूबाट गर्दाखेरि पनि धेरै रेस्पोन्सहरू आइरहेको हुन्छ त्यो जनरल अरू जब भन्दा। पार्ट टाइम जबको लागि चाहिँ म खासै प्रब्लम देख्दिनँ। थ्याङ्क यू भेरी मच दीक्षाजी। र सँगसँगै यसैमा सरी मैले सुरुमा दीक्षाजीलाई लिएँ, अनि म हाम्रा अरू गेस्टहरूलाई पनि स्पेसिफिक क्वेसन्सहरू जुन आएको छ म उहाँहरूलाई सोध्नेछु, र त्यसपछि यहाँ पनि हाम्रो च्याट बक्समा नि केही क्वेसन्सहरू आएको छ, त्यसको पनि हामी एन्सर गर्नेछौँ। र सँगसँगै दीक्षाजीलाई अर्को एउटा क्वेसन्स पनि के छ भने, यहाँ जस्तो इट्स अलिकति यो चाहिँ जस्तो यो चाहिँ वाट यु थिङ्क इट विल बी बेटर एन्ड प्र्याक्टिकल कोर्स फर नर्सिङ ग्रेजुएट भन्नुभएको छ। कस्तो कोर्सहरू चाहिँ प्र्याक्टिकल कोर्सहरू चाहिँ बेटर हुन्छ नर्सिङ ग्रेजुएटको लागि भन्नुभएको छ? तपाईँले यहाँ आइसकेपछि जुन कुनै कोर्स गर्दा पनि जो पनि गरिराख्नु भएको छ, तपाईँलाई त्यो कोर्सले चाहिँ इलिजिबिलिटी आरएनलाई चाहिँ दिने कुरा छैन होइन। कि त तपाईँ त अब ब्याचलर अफ नर्सिङको कोर्स लिएर आउनु, त्यो डिफ्रेन्ट छ, त्यसको क्राइटेरियाहरू मिट गरेर आउनु। ब्याचलर गर्नुभएको छ भने मास्टरको कोर्स लिएर आउनु होइन, त्यसको अब त्यो एजुकेसन लाइनअप जाने नै छुट्टै छ होइन। यदि आएर अब तपाईँले ब्याचलर कम्प्लिट गरिसक्नु भएको छ भने चाहिँ यहाँ आएर आरएन लाइसेन्स पाउनलाई गाह्रो छैन।
तर कोर्स कस्तो लेख्ने भन्दाखेरि कोर्सले चाहिँ तपाईँको चाहिँ लाइसेन्सिङलाई सपोर्ट गर्दैन। सो म चाहिँ के भन्छु भने कुनै हार्ड यस्तो लाइक आफूले भोलि आफूलाई पार्ट टाइमलाई काम गर्न दिन प्रब्लम पार्ने होइन, मैले इन्हान्स्ड छन त छन् कोर्सहरू, ल्याङ्गरा कलेजमा छ, कनिस्टेगामा छ होइन, तिनीहरूमा चाहिँ इन्हान्स्ड भन्ने छ नर्सिङ प्र्याक्टिकल कोर्सेस फर त्यो अरू इन्टरनेसनल एजुकेटेड नर्सेसहरूको त्यो कोर्सेसहरू पनि छ, त्यसले प्र्याक्टिकल आवर पनि दिन्छ। तर जति एउटा जुन प्रोभिन्सले मागेको जुन एउटा हद हुन्छ त्यति अनुसारकै इभिडेन्स कम्प्लिट गर्ने चाहिँ कोर्स हुँदैन। त्यो भएको कारणले गर्दाखेरि म चाहिँ इजी कोर्समा आउनु भन्छु, किनकि अब लाइसेन्स अभियसली सपोर्ट नगर्ने भइसकेपछि आफूले नै त्यो पाथवेबाट जानुपर्छ होइन। त्यही भएर कुनै स्पेसिफिक कोर्स छैन, तर कोर्स यति सेलेक्ट गर्नु कि तपाईँलाई चाहिँ आफ्नो अलिकति प्रोफेसनसँग टचअप भएको होस् र भिजा दिनलाई इजी होस्, त्यति नै हो। त्यो स्पेसिफिक भनेर यही कोर्स लेख्नु भनेर चाहिँ मेरो कुनै उसरी छैन, जब कि त्यो लाइसेन्सिङलाई हेल्प नहुने। सँगसँगै अर्को एउटा क्वेसन्स पनि रहेको छ यहाँ चाहिँ के भन्नुभएको छ भने क्यानाडामा चाहिँ कुन चाहिँ प्रोभिन्समा चाहिँ एकदम इजिएस्ट लाइसेन्स लिन सकिन्छ, नर्सिङको लाइसेन्स लिन सकिन्छ भनेर उहाँले क्वेसन्स गर्नुभएको छ। यसमा तपाईँको के छ एन्सर? मलाई जहाँसम्म लाग्छ मैले अरू प्रोभिन्स, मैले अब यहाँ सिएनओमै एप्लाई गरेको, मैले अरू प्रोभिन्सको मैले त्यति डिटेल तरिकाले गरेको पनि छैन। तर नर्मली भनेको चाहिँ तपाईँको एउटा एनएनएस त तपाईँ जानैपर्छ, प्रोसेस थ्रु चाहिँ त्यो एउटा लङ स्ट्यान्डिङ प्रोसेस नै हो, त्यो गर्नैपर्छ। अनि त्यसपछि भनेको चाहिँ अब जुन प्रोभिन्समा तपाईँ एप्लाई गर्नुहुन्छ त्यसको लाइक अन एभरेज तपाईँको क्राइटेरिया भनेको चाहिँ इभिडेन्स मिट गर्नै पर्यो। यदि तपाईँको एक्सपिरियन्स ग्याप चाहिँ 3 इयर्स छ एजुकेसन पछिको भने त्यो इभिडेन्स मिट गर्ने कुराहरू हुन्छ। अनि नर्मली चाहिँ अब ल्याङ्ग्वेज रिक्वायरमेन्ट फुलफिल गर्नै पर्छ होइन। यी भनेका अनि एजुकेसनको कुराहरू छ, अब कति जुन एडभाइजरी रिपोर्टले चाहिँ तपाईँले कम्पेरिबिलिटी कतिको दिएको छ त्यसले अलिकति एफेक्ट गर्छ, अनि आफ्नो एजुकेसन कुन लेभलको छ त्यो बेसिसमा चाहिँ तपाईँको चाहिँ लाइसेन्स इलिजिबिलिटी हुन्छ। नर्मल प्रोभिन्सको चाहिँ एउटै सेम र्याङ्कमै जान्छ जस्तो लाग्छ, अलिकति फरक हुन सक्ला होइन। जस्तै प्रोभिन्स अब क्युबिकको कुरा गर्दाखेरि अब फ्रेन्चलाई अलिकति प्रायोरिटी दिने कुराहरू भयो, ती कुराहरूले गर्दा नै त लाइसेन्सिङको चाहिँ ओभरअल सेम नै छ। रोमनजीले क्वेसन एक्ज्याक्टली रोमनजी, म एकैछिन तपाईँकोमा आइहाल्छु र अन्तिम क्वेसन चाहिँ म पनि फेरि पनि के भन्न चाहन्छु भने योभन्दा अगाडि नै हामीले एउटा प्रोग्राम गरिसकेका छौँ इन डेप्थ स्पेसिफिकली ओन्ली फर द नर्सिङ प्रोग्राम रहेको छ। हाम्रो त्यो प्रोग्राम युट्युबमा नि रेकर्डेड रहेको छ, कृपया वहाँ गएर तपाईँहरूले सम्पूर्ण डिटेल त्यसमा चाहिँ एउटा नर्सिङ स्टुडेन्टले चाहिँ जब पाउनको लागि अथवा प्रोसेसहरू के छ, उहाँहरूले के गर्न सक्नुहुन्छ, कुबेकको के छ नर्सिङ प्रोसेसहरू त्यहाँ, र त्यसै गरी ओन्टारियोको आफ्नो प्रोसेसहरू के छ, त्यो सम्पूर्ण डिटेल्ड इन्फर्मेसन छ त्यसमा। प्लिज त्यसमा गएर यहाँहरूले फलोअप गर्न सक्नुहुन्छ। त्यो बिचमा पनि यदि तपाईँहरूसँग स्टिल क्वेसन्सहरू छ भने हामीलाई चाहिँ तपाईँले इमेल गर्न सक्नुहुन्छ हाम्रो info@cnpc.ca र त्यसलाई चाहिँ हामी सम्बन्धित व्यक्तिबाट तपाईँको क्वेसन्सलाई हामी एन्सर्स गर्ने कोसिस गर्नेछौँ। र सँगसँगै अब म रोमनजीको एउटा क्वेसन्स उहाँले हात उठाउनु भएको छ, प्लिज रोमनजी गो अहेड। मेरो प्रश्न चाहिँ दीक्षाजीलाई चाहिँ होइन, तपाईँले भन्नुभयो कि यो हेल्थ केयर एडमिनिस्ट्रेटरको कोर्स लिएर आउनुभयो भन्नुभयो होइन, यो कोर्स चाहिँ यो भिजा पाउन सजिलो हुने भएको हुनाले यो कोर्स लिएर आउने हो कि होइन? किनकि एकदमै धेरैजना छ फ्रान्समा त्यो पढिरहेकोहरू त्यसो यो, तर यो कोर्समा काम पाउन चाहिँ साह्रै गाह्रो छ भनेर भनिरहेको छ। यो भिजा पाउनलाई इन्ट्री पाउन सजिलो हुनेवाला कोर्स हो कि साँच्चै नै यो कोर्स पढेर केही गर्न सकिन्छ जस्तो लाग्छ? कोर्स स्पेसिफिक जाने भने त उहाँले भने जस्तै मैले पनि एडभान्स हेल्थ केयर लिडरसिप पढेर आएको, मलाई कुनै आइडिया थिएन त्यो कोर्स लेख्दाखेरि चाहिँ। अब म पनि न्यू थिएँ, मलाई इन्फर्मेसन दिने कोही पनि थिएन होइन। अनि मलाई कन्सल्टेन्सीले चाहिँ यो कोर्स लेख्दा रिकमेन्डेसन तपाईँको रिलेटेड हुन्छ, फिल्डसँग अलिकति समहाउ कनेक्टेड छ भनेर गऱ्यो। पछि यहाँ आइसकेपछि मलाई थाहा भयो कि यसको जब के हुन्छ नि थाहा छैन मलाई। अहिलेसम्म मैले कोही पनि त्यो एडभान्स हेल्थ केयर लिडरसिप पढेर चाहिँ लिडरै भएर हस्पिटलमा काम गरेको देखेको छैन होइन। तपाईँ एकदम ट्रु नै हुनुहुन्छ, त्यो पढेर चाहिँ जब पाउने एकदम धेरै गाह्रो हो। तर यदि ब्याक होम तपाईँको नर्सिङ एजुकेसन छ, तपाईँको एउटा जुन तपाईँले ब्याकग्राउन्डलाई चाहिँ यहाँ तपाईँले चाहिँ कन्भर्ट गर्न सक्नुहुन्छ यहाँको लाइसेन्सिङमा यताउति भनेर त्यो तपाईँसँग चाहिँ छ भने क्वालिफिकेसन एउटा एजुकेसन एक्सपिरियन्स छ भने चाहिँ इट डजन्ट म्याटर भन्ने कन्टेन्टमा मात्र मैले त्यो कोर्स लेख्ने भनेको हो। तर
त्यो कोर्स अब आफै बुझ्नु अब तपाईँलाई तपाईँको मेन मोटो भनेको नि यहाँ आएर अब एउटा नर्सिङको लाइसेन्स लिएर चाहिँ आफ्नो प्रोफेसनमा चाहिँ स्ट्यान्ड आउट हुने हो। त्यसले त्यो कोर्सले तपाईँलाई कुनै पनि बेनिफिट नदिने भएपछि त अरू कुनै पनि कोर्सले पनि त्यति बेनिफिसियल छैन। मैले अघि नै पनि फोकस गरिसकेँ, त्यो देयर इज नो स्पेसिफिक कोर्स होइन, त्यसले चाहिँ तपाईँलाई चाहिँ इभिडेन्स मिटै गराउँछ भनेर। त्यही भएर भिजा दिनको लागि इजी मलाई थाहा भएन, तर अरू कोर्सहरू पनि लिएर आउनुभएको छ, जेरेन्टोलोजी लेख्नुभएको छ होइन, डिएसडब्ल्यू कोर्सहरू पनि लिएर आउनुभएको छ, मैले थुप्रै देखेको छु। अनि अलिकति नर्सिङमै जान्छु, अलिकति हार्ड गरेर नै गर्छु, हेल्थ केयर सिस्टम अलिकति नै बुझ्छु भने देयर आर कोर्सेस अघि पनि भने मैले लाङ्गेरामा कोनेस्टोगामा छ भनेर। त्यो भिजा नै दिन इजी भनेर चाहिँ मलाई एक्ज्याक्टली चाहिँ थाहा भएन। मलाई चाहिँ त्यतिखेर अननोन भएर त अहिले पनि भन्नुहुन्छ हजुरले कुन कोर्स लिएर आउनुभएको, म त्यही कोर्स लेख्छु नि भनेर कति मेसेजहरू आउनुहुन्छ। अनि मैले त्यही भन्छु कि मैले तपाईँलाई रिकमेन्ड गर्दिनँ, मैले लिखेको कोर्स भन्छु कि म कसैलाई पनि रिकमेन्ड गर्दिनँ होइन। तर पछि आएर फेरि के रियलाइज भयो भने चाहिँ कुनै पनि कोर्सले सपोर्ट नगर्ने भएपछि त आफूलाई जुन इजी हुन्छ, आफूले जुन तरिकाले सजिलै एउटा स्केड्युल मिल्छ आफूलाई पार्ट टाइम काम गर्नको लागि, त्यो कोर्स लिएर आउने नि। आफ्नो आखिरी पछि त आफ्नो ब्याक होमको नर्सिङले तपाईँलाई काम गरिहाल्छ भने त किन तपाईँलाई यहाँ आएर चाहिँ हुन्छ नि एकदम कडा खाले नर्सिङ रिलेटेडै कोर्स लेख्न पर्यो भनेर मेरो त्यो पोइन्ट चाहिँ। आई होप तपाईँको क्वेसन गरेँ मैले। कोहीले त सम पार्ट चाहिँ रिप्लाई त गर्नुभयो, तर मैले के देखेछु भन्दा यो कोर्समा डक्टर पनि त्यही कोर्समा आएको छ, अब नर्सिङ पनि त्यही कोर्समा आएछ, फार्मेसिस्ट पनि त्यही कोर्समा आएको छ। फेरि मैले यो भेग एक्जाम्पल दिएको मेरो आफ्नै मान्छेहरू चिनेकोहरू भनौँ न होइन। अब यहाँ यस्तो भयो कि कन्सल्टेन्सीले अब त्यही त अब यो कोर्समा जानु तपाईँलाई भिजा पाउँछु, अब त्यहाँ यति गलत इन्फर्मेसनहरू दिने रहेछ कि अब तपाईँ हेर्नुभयो भने आधा नेपालीहरू जो मेडिकलसँग रिलेटेड छ फ्यान्समा त्यही हेल्थ केयर एडमिनिस्ट्रेटर पढ्नको लागि नै आएको छ भनौँ न होइन। पछि लाइक एट द एन्ड अफ द कोर्स दिस काइन्ड अफ नथिङ। अनि लाइक डक्टर छ भने आफ्नो लाइसेन्सिङको लागि गरिरहेको हुन्छ होइन। अब फार्मेसिस्ट छ भने त्यहाँ त्यसतर्फ गइरहेको हुन्छ। अनि पछि आएर के हुन्छ कि कस्तो कोर्स पढेछ कामै छैन यसको होइन। अब के गर्ने, अब त्यो कन्सल्टेन्सीलाई अब त्यहाँ गएर केही फिडब्याक दिन सकिन्छ कि फर्दर आउने नेपालीहरूलाई चाहिँ होइन यो कोर्स लिएर नआउनु होइन। यो कोर्स भिजा पाउनको लागि मात्र सजिलो हो, तर तपाईँलाई जति पनि इन्फर्मेसन यो कन्सल्टेन्सीले दिन्छ उनीहरूलाई त कन्सल्टेन्सीहरूलाई त कमिसन पाइरहेको हुन्छ होइन। तर इन्फर्मेसन त गलत भयो नि जो हुन्छ नि होइन। आएपछि त्यो त्यस तपाईँले भन्नु जस्तै एटलिस्ट रिलेटेड भनेर अब त्यो खै यो अब हेल्थ केयर एडमिनिस्ट्रेटर रिलेटेड भन्नु कि नभन्नु होइन, कसैले काम पाइरहेको छैन भन्छ यो कोर्स पढेर। त्यसकारण यो त्यही अब नेपालमा कसरी हुन्छ अब आउने नयाँ स्टुडेन्टहरूलाई यो कोर्स भनेको भिजाको लागि मात्रै हो अथवा होइन काम पाउन चाहिँ गाह्रो छ भने राम्रो इन्फर्मेसन पुऱ्याउन सके चाहिँ राम्रो हुन्छ होला जस्तो लाग्छ। किनकि फ्यान्समा हाफ अफ द कोर्सेस त त्यही कमिसन बेस्ड कमिसनकै लागि जस्तो लाग्छ। त्यहाँ त धेरै नेपाली एजेन्टहरू पनि छ भनौँ न होइन। अब त्यही अब त्यो इन्फर्मेसन बरु आउन सक्नेवालाहरूलाई पुऱ्याउन सक्यो भने चाहिँ बेटर होला जस्तो लाग्छ बरु होइन। अनि तपाईँले बरु आफ्नो त्यो नर्सिङको कसरी हुन्छ मैले सुनेअनुसार चाहिँ 2018 पछि नेपालमा नर्सिङ सकाएको लाइसेन्स पाएकोहरूलाई चाहिँ सजिलो छ कन्भर्ट गर्नको लागि, किनकि इङ्ग्लिस रिक्वायरमेन्ट्सहरू पनि त्यो सायद एडिसनल एक्जाम्सहरू पनि त्यति धेरै दिनु पर्दैन जस्तो लाग्छ कि के भन्नु थियो एकजना आउनुभएको थियो। त्यो पोइन्ट्स वाइज कसरी राखेर तपाईँले त्यो ग्रुपमा पोस्ट गरिदिनु भयो भने धेरैलाई अलिक मद्दत पुग्थ्यो होला भनौँ न नर्सिङ फिल्डको लागिहरूलाई। इङ्ग्लिस रिक्वायरमेन्टको कुरा चाहिँ 2018 को भनेर त थाहा भएन, तर प्रोभिन्स वाइज चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ग्रेजुएट भएको चाहिँ 2 इयर्स कम्प्लिट भएको छैन भने चाहिँ वेभ हुन्छ कि त्यो तपाईँले केही पनि सब्मिट गर्न पर्छ। त्यो कुराहरू चाहिँ जुन भर्खरै ग्रेजुएट भएको हुनुहुन्छ, भर्खरै एप्लाई गर्नुभएको छ भने एउटा फोकस पोइन्टमा राख्न सकिन्छ कि त्यो कुरालाई चाहिँ इङ्ग्लिस रिक्वायरमेन्टको 2 वर्ष कम्प्लिट भएको छैन भने इङ्ग्लिस दिन पर्दैन, त्यो ल्याङ्ग्वेज वेभ हुन्छ, आफै वेभ हुन्छ। त्यो कुनै एजुकेसन रिलेटेड कुनै एक्सपिरियन्स होइन केही पनि सब्मिट गर्न पर्दैन। अनि म चाहिँ पर्सनली अब त्यो हेल्थ केयर एडमिनिस्ट्रेसन रिलेटेड कोर्स चाहिँ अब लिग्नु भनौँ भने त्यसको कुनै जब छैन होइन। अब एक्ज्याक्टली अब नलिगिकन आउनु, अब अरू कुनै रिलेटेड कोर्स खोज्नु भनेको आफ्नो पाथ लाइनको खोज्नु, मास्टर डिग्रीहरू खोज्नु होइन, आफ्नो सब्जेक्ट रिलेटेडहरू। अनि अरू अब जस्तै नर्सेसहरूको लागि कुरा गर्ने भने चाहिँ ब्रिजिङ कोर्सहरू भनेर पनि हुन्छ, इन्टरनेसनल एजुकेटेड नर्सेसहरूको लागि ब्रिजिङ कोर्सहरू, त्यो कोर्सेसहरू आइडेन्टिफाई गरेर चाहिँ त्यसरी कोर्स सेलेक्सन गर्दा बेटर हुन्छ। फान्सोमा छ कुनै त्यस्तो कोर्सेसहरू? फ्यान्सोमा एक्ज्याक्टली मलाई
थाहा भएन। मलाई अलिकति आइडिया भनेको चाहिँ कनेस्टेगारको र निल्याङ्गराको जुन चाहिँ एकदम डिमान्डिङ भयो अहिले त्यो कोर्स होइन, धेरै नर्सेसहरूले चाहिँ लिन खोज्नु भएको छ, किनकि अलिकति एटलिस्ट नर्स प्रोफेसनमा भोलि मलाई यसले लाइसेन्सलाई नदिए पनि मलाई हेल्थ केयर सिस्टमको अलिकति केही त बुझ्न सकिन्छ भन्ने हुन्छ। तर हेल्थ केयर लिडरसिप पढेर चाहिँ जागिरै पाउने चाहिँ होइन। त्यही अलिकति कता हेल्थ एड भएको त्यो हेल्थ सब फिल्डको मान्छेलाई चाहिँ हेल्थ भनेर चाहिँ टपिकमा सब्जेक्टमा एड भएको कारणले गर्दाखेरि मात्र भिजाको त्यो कुराहरू होला। अदरवाइज त्यसको चाहिँ तपाईँले भने चाहिँ कुनै जब पनि छैन, त्यो मैले देखेको पनि छैन। म रिकमेन्डेसन चाहिँ उहाँहरूले अब कुनै अलिकति प्र्याक्टिकल आवर एडेड भएको जुन चाहिँ तपाईँलाई चाहिँ केही एक्सपोजर दियोस् होइन, त्यो कोर्सहरू चाहिँ लिनु भन्छु। धन्यवाद इन्फर्मेसनको लागि दीक्षाजी एन्ड रोमनजी। यस सँगसँगै एउटा लास्ट क्वेसन्स मैले दीक्षाजीलाई सोधिहालेँ, जुन हाम्रो यहाँ क्वेसन्स आएको छ। एकजना साउथजीले भन्नुभएको छ, मैले चाहिँ पिजी इन्हान्स प्र्याक्टिसमा इन्टरनेसनल एजुकेटेड नर्सको पाएको छु, इज इट वर्थ इट टु गेट गुड जब, आई हेभ ब्याचलर डिग्री हेयर भन्नुभएको छ। अनि उहाँ चाहिँ अहिले कङ्गेस्टो कलेज किचनरमा हुनुहुन्छ। तपाईँको अब जब पाउने भनेको तपाईँको नर्सिङको गएपछि तपाईँको लाइसेन्सिङ नै कुराहरू हुन्छ होइन। तपाईँको अब तपाईँको ब्याचलर एक्सपिरियन्स ब्याचलर एजुकेसन छ भने चाहिँ तपाईँको लाइसेन्स भएपछि त्यो कोर्स गरेर चाहिँ तपाईँले जब पाउने कुरा होइन। त्यसले चाहिँ तपाईँलाई अलिकति हेल्थ रिलेटेड सिस्टममा चाहिँ अलिकति एक्सपोजर दिने हो। तर तपाईँले जब गर्नको लागि चाहिँ लाइसेन्स हुनैपर्छ, लाइसेन्स प्रोसेस थ्रु नै जानुपर्छ। धन्यवाद दीक्षाजी। अब हामी दोस्रो हाम्रो अतिथिको रूपमा आउनु भएको छ नम्रताजीसँग म क्वेसन गर्न गइरहेको छु। उहाँलाई स्पेसिफिक जब क्याटेगोरी सम्बन्धी के क्वेसन्सहरू आएको छ। नम्रताजी, यसमा चाहिँ पहिलो क्वेसन चाहिँ के छ भने यो जब भन्दा पनि अलिकति एउटा चाहिँ कोर्स सम्बन्धी छ। उहाँले चाहिँ सोध्नु भएको छ, which one is better, FANSA or Niagara? Can you please help me there at FANSA in getting my offer letter in DSW or SSCW program for September intake भन्नुभएको छ। नम्रताजीले यो क्वेसन्सको एन्सर गर्नुभन्दा अगाडि प्लिज यो चाहिँ अलिकति इट्स टोटली डिपेन्ड अपन अफर लेटर पाउने कुरा तपाईँको आफ्नो क्वालिफिकेसनको भरमा छ होइन। त्यसमा तपाईँले कसरी अप्लाई गर्नुभएको छ, तपाईँको एप्लिकेसन प्रोसेस तपाईँहरूले कसरी फिल गर्नुभएको छ, तपाईँको कलेजको रिक्वायरमेन्टहरू पुरा गर्नुभएको छ कि छैन, ल्याङ्ग्वेज रिक्वायरमेन्टहरूदेखि लिएर तपाईँको एकाडेमिक रिक्वायरमेन्टहरू छ कि छैन, त्यो बेसिसमा चाहिँ अफर लेटर आउने नआउने कुरा हुन्छ। त्यो टोटली यो चाहिँ कलेजको हातको कुरा हो होइन। यसमा चाहिँ म त्यसमा यसरी जोड्न चाहेँ। र नम्रताजीले पनि के यसमा एन्सर दिन सक्नुहुन्छ कि? हजुर, फ्यान्सा चाहिँ अब म त्यहाँ अब कति 8 महिना जति पढेँ। अब नायग्राको चाहिँ मलाई केही आइडिया नै भएन। तपाईँको फ्यान्सा पनि अहिले धेरै ठाउँमा यहाँ रिसेन्टली चाहिँ यहाँ टोरन्टोमा नि खोलेको छ, डाउनटाउन एरियामा। अब लन्डनको कुरा गर्ने भए चाहिँ अलिकति त्यहाँ चाहिँ काम पाउन चाहिँ अलिकति गाह्रै छ है। लन्डनमा धेरै स्टुडेन्टहरू सबै अब त्यही अघि एजेन्सीले तपाईँहरूले भन्नुभयो जस्तै एजेन्सीले सबै अब फ्यान्सा पठाइरहेको छ। अब फ्यान्साबाट धेरै कमिसनहरू पाउँछ होला उनीहरूले। त्यही भएर काम पाउन चाहिँ फ्यान्सामा जस्तो एरियामा चाहिँ एकदम गाह्रो छ। यदि फ्यान्सा नै जानुहुन्छ भने चाहिँ टोरन्टो एरियामा चुज गर्दा राम्रो हुन्छ। नायग्राको चाहिँ मलाई त्यस्तो केही आइडिया नै भएन। अब मेरो कोही साथीहरू पनि छैन त्यहाँ पढ्ने। ओके, सँगसँगै अर्को क्वेसन्स पनि के छ भने जस्तो वाट क्यान बी द पार्टिकुलर रिजन्स फर लुकिङ जब इन हस्पिटालिटी सेक्टर्स भनेर सोध्नु भएको छ। यसमा नम्रताजी हजुर पनि हस्पिटालिटी सेक्टरमै हुनुहुन्छ, यसमा के भन्नुहुन्छ यो एउटा क्वेसन्सलाई? हजुर, अब मेन त अब तपाईँले अब मान्छे अब तपाईँले अप्लाई गर्दाखेरि अब मेन अब कम्पनीलाई चाहिँ तपाईँले आफ्नो रेज्युमे नै राम्रो गर्नु पर्यो होइन। आफूलाई कसरी सेल गर्नुहुन्छ तपाईँको रेज्युमेमा भर पर्छ। रेज्युमे पनि अब हामीले देख्दाखेरि कतिजना मान्छेले 2-3 पेजको बनाउँछ होइन, त्यो हेर्दा नै अल्छी लाग्ने क्या। त्यो भन्दा चाहिँ जस्ट स्पेसिफिक गर्नुहोस्। अघि भन्नुभएको जस्तै अब 1.5 पेजको म्याक्सिमम, त्योभन्दा बढी चाहिँ धेरै जस्तै नगर्नु होइन, हेर्दै जाऊ लाग्ने गरी। अनि तपाईँको अब मेन अब प्रिसाइज गर्नुहोस्। अब धेरै लामो पनि तपाईँको डिस्क्राइब गर्नु पर्दैन, स्पेसिफिक गर्दाखेरि अब वर्क एक्सपिरियन्स अब रिलेटेड अब एक्सपिरियन्सहरू इन्क्लुड गर्नुहोस्। त्यही अनुसार नै तपाईँको त्यही जब पाउन सजिलो हुन्छ होला। प्लस हामीले चाहिँ अब इन्डिडहरूबाट गर्दा हुन्छ। अब यदि कुनै ठाउँमा इन पर्सन नै हुन्छ, अब इन पर्सन हुँदा पनि अब गएर अब म्यानेजरहरूलाई नै भेटेर दिनु, किनकि अरूहरूले टिम मेम्बरहरूले चाहिँ तपाईँको फाइल दिने गर्छ कि उनीहरूलाई मतलब हुँदैन। अब म्यानेजरहरू जस्ट खोजेर हुन्छ कि एकछिन बसेर हुन्छ कि कुरेर हुन्छ, जस्ट हातमै दिनु होला। त्यो गर्दा अलिक सजिलो हुन्छ।
थ्याङ्क यू भेरी मच नम्रताजी। यो सँगसँगै अर्को एउटा क्वेसन्स पनि आएको छ। उहाँले चाहिँ म नेपालमा 5 स्टार होटलमा इन इन्डिया 5 स्टार होटलको मसँग 1 वर्षको एक्सपिरियन्स छ, अनि म क्यानाडा मुभ हुन चाहन्छु होइन। स्टडी भिजा इट विल बी फर मी इन फ्युचर, स्टडी भिजा नै चाहिँ आउन सक्ने चान्सेस हो क्यानाडामा, अथवा उहाँले चाहिँ नेपालैबाट चाहिँ हस्पिटालिटी इन्डस्ट्रीमा चाहिँ अप्लाई गरेर एज अ वर्किङ भिजा आउन सक्नुहुन्छ? के छ यसको बारेमा? हजुर, अब वर्किङ भिजा अप्लाई गर्ने पनि तपाईँको छुट्टै प्रोसेस आउन चाहिरहेको हुन्छ है। वर्किङ भिजामा पनि डिरेक्टली अब LMIAहरू अप्लाई गर्नु पनि छुट्टै कोर्सहरू हुन्छ। अब छुट्टै अब एजेन्सी थ्रुहरू गएर गर्न त मिल्छ। अब त्यसको चाहिँ मलाई अलि आइडिया भएन। अब स्टडीमा चाहिँ तपाईँको इजिली नै अब सबसे अब इजी वे भनेको अब स्टडी भयो। अब वर्क पर्मिटमा डाइरेक्टली आउन चाहिँ तपाईँको अब त्यही होटलहरू रेस्टुरेन्ट्सहरू खोज्नु पर्यो, किनकि अहिले जब डिमान्ड यति धेरै छ कि हस्पिटालिटी सेक्टरमा चक्कु चलाउन नआउनेहरूले पनि हायर गरिरहेछ, किनकि अब मान्छे छैन कि काम गर्ने। त्यही अनुसार अब जस रेस्टुरेन्टहरू त्यस्तै खालको अब होटलहरू जसले अब फरेन वर्करहरू रिक्रुट गरिरहेछ भने चाहिँ उनीहरूसँग कुरा गरेर अप्लाई गर्न मिल्छ वर्क पर्मिट डिरेक्टली। थ्याङ्क यू भेरी मच। सँगसँगै अर्को एउटा क्वेसन्स पनि के छ भने, डु यु थिङ्क टेकिङ अ PG कोर्स इन क्यानाडा विल हेल्प मी यु a lot if you want to work in food and hotel industry in Canada भनेर सोध्नु भएको छ। तपाईँको पिजी भन्दा नि एउटा सिम्पल डिप्लोमा कोर्सले पनि हेल्प चाहिँ गर्छ है, किनकि मेरो अब ब्याकग्राउन्ड नै फरक थियो। मेरो जर्नलिजम ब्याकग्राउन्डबाट आएको म अब यहाँ कम्युनिकेसन पढेँ सुरुमा। अब हेर्दाखेरि जब डिमान्डै छैन। अब कम्युनिकेसन यहाँ कि अब म जुन कोर्समा आएको थिएँ ओरिजिनली त्यो कोर्सको केही कामै छैन क्या। जस्तो अब अघि दीक्षा दिदीले भन्नुभएको छ हेल्थ एडमिनिस्ट्रेसनमा, त्यस्तो केही कामै छैन मेरो पनि कम्युनिकेसनमा आएको। अब एजेन्सीहरूले भनेरै आएको थिएँ। अब त्यसपछि अब यस्तो सर्च गर्दाखेरि त्यस हस्पिटालिटी सेक्टरमा इजिली काम पाउने प्लस PR राम्रो, PR इजिली पाउने क्या। त्यो भएपछि मैले जम्प गरेँ होइन, अर्कै जस्ट मैले पुरै अब ब्याकग्राउन्डै छोडेर अब यतापट्टि हस्पिटालिटी सेक्टरमा आएँ। त्यसपछि जस्ट अलिकति त्यो काम गर्न अब मैले पिजी त गरेको होइन, डिप्लोमा गरेको थिएँ। अब त्यही नै अब काम गर्दै गयो, काम सिक्दै गएपछि अपर्च्युनिटीहरू पनि त्यही गरी आइरहन्छ। थ्याङ्क यू भेरी मच। सँगसँगै अर्को एउटा क्वेसन्स पनि छ। उहाँले चाहिँ के भन्नुभएको छ भने, I am here independent. I have been rejected multiple times after interviewing through having some experiences in Nepal भन्नुभएको छ। उहाँले चाहिँ होटल म्यानेजरको रूपमा नि नेपालमा 4 वर्ष काम गरिसक्नु भएको रहेछ, र उहाँले चाहिँ के चाहनु भएको छ भने, म पनि यस्तै I was looking for similar job but not able to find it. तपाईँले चाहिँ can you please help me by sharing how you approach the job, like what are the things you should include in your resume or CV, roles and responsibilities, र के टिप्सहरू चाहिँ तपाईँ दिन चाहनुहुन्छ भनेर चाहिँ रिक्वेस्ट गर्नुभएको छ। हजुर, अब तपाईँले अब रेज्युमे बनाउँदाखेरि सुरुमा अब आफ्नो त्यो रोल्स एन्ड रेस्पोन्सिबिलिटिजहरू हुन्छ, त्यसमा अब तपाईँले के गर्नुभएको थियो पहिला। जस्तै अब यो ठाउँमा काम गराएको थियो, अब तपाईँ अब टाइम ओरिएन्टेड हुनुहुन्छ, टिम मेम्बर जस्तै तपाईँले चाहिँ अब गुगलहरू यताउति सर्च गर्दाखेरि पनि एउटा की पोइन्ट्सहरू हुन्छ क्या, त्यो इन्क्लुड गर्नै पर्छ। अब तपाईँले पहिला कता कता काम गर्नुभएको थियो, त्यो कामको अब हल्का डिस्क्राइब गर्नुहोस्। जस्तो अब थ्याङ्क यू भेरी मच नम्रताजी। र यसैमा म अलिकति के जोड्न पनि चाहेँ भने, उहाँले चाहिँ पहिला म इन्टरभ्यूमा नि गएको छु तर मलाई चाहिँ रिजेक्सन भएको छ भन्नुभएको छ। यसमा चाहिँ म के भन्न चाहन्छु भने, यदि तपाईँ कुनै इन्टरभ्यू गएर तपाईँ रिजेक्सन हुनुभएको छ भने तपाईँ इमेल लेख्नुहोस् हायरिङ म्यानेजरलाई अथवा फलोअप गर्नुहोस्। उहाँहरूले चाहिँ किन रिजेक्सन भनेको, दे माइट गिभ यु अ रिजन टु रिजेक्ट होइन। धेरैले नदिनु होला तर मोस्ट अफ देम विल एन्सर होइन, के कारणले तपाईँले चाहिँ तपाईँको एप्लिकेसन चाहिँ सक्सेसफुल हुन सकेन। र त्यो सँगसँगै अझ म के पनि भन्न चाहन्छु भने, प्लिज थरो दि जब अपर्च्युनिटी द्याट यु आर अप्लाइङ फर होइन। त्यसमा चाहिँ तपाईँले के किसिमको तपाईँसँग एक्सपिरियन्सेसहरू छ, नट ओन्ली एक्सपिरियन्स वाइल वर्किङ होइन, तपाईँले आफ्नो सेक्टरमा जहाँ जहाँ काम गर्नुभएको छ, वाट आर द थिङ्स द्याट यु अचिभड वाइल यु वर्किङ एट द्याट इम्प्लोइ होइन, एट इम्प्लोयर। त्यहाँ चाहिँ तपाईँले काम गर्दाखेरि तपाईँले तपाईँले काम मात्र गर्नुभएको छ, तपाईँको एचिभमेन्टहरू पनि के छ त्यो पनि तपाईँको चाहिँ त्यो हाइलाइटमा राख्नुभयो भने द्याट माइट बी अ वन्डरफुल चान्सेस होइन। त्यो पनि
निसन हुन सक्छ र यो सँगसँगै अब म स्पेसिफिक क्वेसनतिर थ्याङ्क यू भेरी मच नम्रता श्रेष्ठजी तपाईँको एन्सर्सको लागि र सँगसँगै अब म आशिष अधिकारीजीसँग सोध्न गइरहेको छु उहाँलाई चाहिँ स्पेसिफिक जब रिलेटेड क्वेसन आएको छ आइटी सेक्टरको मोस्ट अफ द क्वेसन्स आर होइन अनि फर्स्ट क्वेसन चाहिँ के छ भन्दाखेरि चाहिँ हाउ टु फाइन्ड अ जब इन इन्फर्मेसन सेक्युरिटी एन्ड हाउ टु फाइन्ड गुड रेफरेन्सेस इन आइटी इन्फर्मेसन सेक्युरिटीमा चाहिँ टु बी फ्र्याङ्क इन्ट्री लेभल जब पाउन चाहिँ अति नै गाह्रो छ स्पेसल्ली इन क्यानाडा है बिकज इन्ट्री लेभल जबहरू चाहिँ क्यानाडामा इन्फर्मेसन सेक्युरिटीको बिग इन्डस्ट्री छैन आवर क्लोज नेबर युएसमा हेरिकन युएसमा वाइले धेरै छ सो इन्ट्री लेभल जब हो भने चाहिँ म के भन्छु भन्दा इफ यु डोन्ट ह्याभ एक्सपिरियन्स सर्टिफिकेसन गर्नुहोस् CompTIA सेक्युरिटी प्लस सर्टिफाइड इथिकल ह्याकर एटलिस्ट यो दुईवटा कोर्सहरूले चाहिँ मलाई एकदम लाइक ठिक लागेको कोर्स हो यिनीहरूले चाहिँ बेसिक चाहिँ सबै कुरा कभर गरिदिन्छ अनि बेसिक कभर गरिदिइसके पछाडि इन्टरभ्यू दिने बेलामा इन्ट्री लेभल जबमा भनेको लाइक बेसिक चाहिँ हुने हो चान्सेसहरू बढी हुन्छ सेकेन्ड इन्ट्री लेभल जबहरू खोज्नलाई चाहिँ सकेसम्म त फर्स्टमा इफ युआर स्टडिङ इन्टर्नसिपै खोज्नुहोस् होइन तपाईँलाई इन्ट्री लेभल जब खोज्नुभन्दा इन्टर्नसिप खोज्नु सजिलो पर्छ किनकि कम्पनीहरूमा चाहिँ एउटा रिक्वायरमेन्ट जस्तै हुन्छ सर्टेन नम्बर अफ इन्टर्न्स चाहिँ हायर गर्ने भनेर त्यो भइरहेकै हुन्छ एउटा रिक्वायरमेन्ट जस्तै हुन्छ सो इन्टर्नसिपबाट सुरु गर्नुहोस् होइन अब पास आउट भइसक्नुभयो इन्ट्री लेभल जब खोजिरहनु भएको छ भने चाहिँ लिङ्कडिनको थ्रुबाट चाहिँ तपाईँ फर्स्टमा ट्राई टु सर्ट लिस्ट द इन्डस्ट्री होइन कुन कुन कम्पनीमा चाहिँ तपाईँलाई चाहिँ मेरो एटलिस्ट थाहा त हुन्छ नि त मलाई म साइबर सेक्युरिटीमा काम गर्न चाहन्छु भने चाहिँ पालो आल्टो इज अ कम्पनी होइन त्यस पछाडि गएर सिस्कोमा होला फोर्टिनेटमा होला एटलिस्ट मेक अ लिस्ट अफ कम्पनीज होइन अनि कम्पनी चाहिँ लिस्ट बनाउनुहोस् त्यस पछाडि ट्राई टु फाइन्ड अ पर्सन हु माइट बी वर्किङ इन अ लाइक in a role in that company अनि लिङ्कडिनमा कनेक्ट गर्न खोज्नुहोस् सो लिङ्कडिनमा कनेक्ट गर्दाखेरि चाहिँ एउटा एकदम ध्यान दिनुपर्ने कुरा चाहिँ मलाई आउने लिङ्कडिनको रिक्वेस्टहरू चाहिँ कस्तो छ भन्दा दे जस्ट क्लिक एन्ड कनेक्ट होइन अब अहिले त लिङ्कडिन पनि फेसबुक जस्तै भइसक्यो पहिला त लाइक अनि प्रोफेसनलहरू थिए अहिले त हायरिङ म्यानेजरहरू छन् त्यहाँ त अहिले सोसियल मिडिया जस्तो भइसक्यो सो लिङ्कडिनमा पनि कनेक्ट गर्दाखेरि चाहिँ म चाहिँ यति कसैले के आफ्नो बारेमा के लेखेको छैन के को लागि यो लेखेको छैन भने चाहिँ आई डोन्ट एक्सेप्ट इट होइन मलाई अब त्यहाँ मान्छे धेरै बटुलेर राख्न पनि त इन्ट्रेस्ट त छैन नि त सो कनेक्ट गर्दाखेरि चाहिँ के को लागि हो अलिकति छोटो कुरा लेख्नु हाई आशिष मेबी समथिङ लाइक you're working at Manulife in a cyber security. I did my blah 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 courses over in this class, and I'm like looking for a job. If you have any role, like I'd like to connect with you for any future roles, something like that. And okay, लेख्नुस् त्यसमा लेखेर पठाउनु भयो भने एटलिस्ट म मेसेज एटलिस्ट मेरो केसमा मात्रै नभएर हामी कहिले काहीँ यसो लाइक हाम्रो मिटिङहरू हुन्छ वान अन वानहरू हुन्छ नि यसो म्यानेजरसँग गफ हुँदाखेरि त्यही भन्छु क्या लिङ्कडिनमा कति धेरै आउनु थाल्यो कसलाई एक्सेप्ट गर्ने कसलाई नगर्ने भन्ने कुरा यस्तो अनि हामी यही भन्छौँ कि अलिकति ब्याकग्राउन्ड त केही थाहा भयो भने त हो नि होइन भने त मान्छेको प्रोफाइलमा गएर हेर्नुपर्छ लिङ्कडिनको त अझ के छ भन्दा प्रोफाइलमा गएर हेरिदिनु नभए त उसलाई नोटिफिकेसन गइदिन्छ अनि कति मान्छेहरू त अब त्यो नहोस् भन्ने चाहन्छन् होइन त लिङ्कडिनमै कनेक्ट गर्नुहोस् सर्टलिस्ट द इन्डस्ट्रिज तपाईँ कहाँ चाहिँ जब गर्न खोज्नुभएको त्यहाँ गर्नुहोस् त्यस पछाडि त्यो इन्डस्ट्रीमा चाहिँ लाइक आफ्नो फिल्डमा काम गरिरहेको मान्छेहरू को छन् त उनीहरूलाई अनि मेसेज गर्न थाल्नुहोस् अनि आज मेसेज गर्ने भोलि मेसेज गर्ने पर्सि मेसेज गर्ने चाहिँ नगर्नुहोस् फेरि है सो ट्राई टु लाइक फलोअप चाहिँ गर्नुहोस् होइन तपाईँलाई केही लाइक तपाईँले आज मेसेज गर्नुभयो भने गिभ देम सम टाइम होइन अनि फलोअप गर्नुहोस् है केही भइरहेछ एटलिस्ट डु यु हेभ एनी अपडेट केही लेखेर फलोअप त गर्नुहोस् राम्रो कुरा हो तर आज जब अप्लाई गर्नुभएको छ उसले ओके आई डु व्हाट आई क्यान आई सी व्हाट आई क्यान डु भनेर हुन्छ भोलि नै मेसेज गरेर के भयो भनेर सोध्नु भयो भने चाहिँ अनि त्यहाँ चाहिँ लाइक अलि नराम्रो इम्प्रेसन जान थाल्छ फलोअप गर्नुहोस् तर गिभ सम टाइम इन्ट्री लेभल होइन इफ यु अलरेडी ह्याभ सम एक्सपिरियन्स इट्स रियली इजी टु फाइन्ड जब इन क्यानाडा इन साइबर सेक्युरिटी होइन
मोस्टली इन्डस्ट्रीहरूमा चाहिँ अब यहाँ लिगल्ली म्यान्डेटै छ आफ्नो डाटा चाहिँ अब लाइक क्यानाडा त अब इभन मैले क्यानाडा कम्पनी जोइन गरिसकेपछि थाहा पाएँ क्यानाडाको त आफ्नो एउटा लिगल रिक्वायरमेन्ट के छ भन्दा डाटा रेसिडेन्सी रिक्वायरमेन्ट भन्छ क्यानाडाको डाटा चाहिँ क्यानाडाभित्रै बस्नुपर्छ एन्ड नो वान आउटसाइड क्यानाडा सुल बी एबल टु एक्सेस लाइक क्यानाडियन डेटा भन्छ त्यसको मतलब त अब क्यानाडामा त डाटा सेक्युरिटीको त यति धेरै स्कोप छ त्यो त छोडिदिनुहोस् अब तपाईँ एकदम राम्रो स्कोप छ क्या त्यसमा चाहिँ तर यु निड ह्याभ सम एक्सपिरियन्स होइन एक्सपिरियन्स एज अ सेड अब यहाँ कन्ट्र्याक्टरहरू अति धेरै छन् कि एक्सपिरियन्स नभएको एउटा इन्ट्री लेभल एउटा मान्छेलाई 65,000 पे गर्नुभन्दा एउटा 5 years एक्सपिरियन्स भएको एउटा कन्ट्र्याक्टरलाई 65,000 हायर गर्न मिल्छ क्या सो एक्सपिरियन्स नभएको कारण चाहिँ इन्ट्री लेभलमा पाउनु चाहिँ गाह्रो छ एक्सपिरियन्स छ भने त भेरी इजी इफ यु हेभ लाइक 5-6 years एक्सपिरियन्स सिनियर रोलको लागि त डिमान्डिङ छ इभन मेरै कम्पनीमा अहिले राइट नाउ मेबी 10-12 सिनियर रोल सेक्युरिटीमा इभन खाली नै छ वेयर स्टिल इन्टरभ्युइङ होइन सो सेक्युरिटी केसमा त्यही लाइक मैले त्यसमा मेरो कोर फोकस त्यसमा भएको भएर त्यही भनिहालेँ आइटी इन्डस्ट्रीमा चाहिँ मैले सबैलाई सजेसन भनेको चाहिँ ट्राई टु फोकस अन वान सिङ्गल टेक्नोलोजी तपाईँ पाइथनमा राम्रो हुनुहुन्छ भने पाइथनमै लाइक अझै इभल्भ हुनुहोस् क्या अब यहाँ कसैलाई पिएचपीमा एउटा साथीले जब पायो भन्दैमा पाइथन छोडेर पिएचपी सिक्न लाग्नुहोस् क्या तपाईँलाई भोलि पाइथनको अलिकति आउँछ पिएचपी अलिकति आउँछ तपाईँलाई ब्याकएन्ड अलिकति आउला तपाईँलाई फ्रन्ट एन्ड अलिकति आउला तपाईँलाई जे अलिअलि सबै कुरा अलिअलि आएर चाहिँ भएन एउटा केही कुरामा चाहिँ राम्रो हुनैपर्छ क्या त्यसको लागि चाहिँ आफूलाई केमा इन्ट्रेस्ट लागेको छ कुन चाहिँ कुरा चाहिँ म अलिकति राम्रो छु जस्तो लाग्छ त्यसमै फोकस गरेर त्यसमा चाहिँ इभल्भ हुनुहोस् लाइक नट इन द सेन्स कि अरू टेक्नोलोजी चाहिँ सिक्दै नसिक्नुहोस् अलराउन्डर त हुनै पर्यो तर एउटा कुरामा चाहिँ एकदम फोकस्ड हुनुहोस् थ्याङ्क यू भेरी मच आशिषजी रोमनजीले हात उठाउनु भएको छ उहाँसँग केही क्वेसन्स छ जस्तो छ यहाँ क्वेसन चाहिँ मेरो होइन यहाँ दिदी हुनुहुन्छ उहाँको क्वेसन हो होइन I'll just hand it over to her. हेलो एभ्रिवान खास म चाहिँ बीसीको स्टुडेन्ट हो होइन भिक्टोरियाको अनि म चाहिँ मास्टर्स त्यहाँ गरिरहेको थिएँ 1.5 yearsको अनि 1 yearsको कोर्स चाहिँ कम्प्लिट भयो अनि के अरे 6 monthsको बाँकी छ त्यो चाहिँ रिसर्च हो त्यही भएर म यहाँ मुभ भएको थिएँ अब मैले इन्सुरेन्सको कुरा गर्दाखेरि चाहिँ मैले इन्सुरेन्स यहाँको कसरी लिने फेरि प्राइभेट लिनुपर्छ मैले मेरो अलरेडी बीसीमा पनि छ म मोन्ट्रियलमा छु अहिले मैले अलिकति क्वेसन इन्सुरेन्स के को इन्सुरेन्स भन्नुभयो हजुर गभर्नमेन्ट इन्सुरेन्स हुन्छ नि हेल्थ इन्सुरेन्स हजुर ओके रिगार्डिङ द हेल्थ इन्सुरेन्स तपाईँ यता आउनु भएको छ भने अनि तपाईँ के अहिले काम गरिरहनु भएको छ यहाँ कुनै कम्पनीमा छैन मैले अप्लाई चाहिँ गरिरहेको छु काम चाहिँ भएको छैन गरेको छैन त्यसको अनि तपाईँ यु आर अ ग्रेजुएट हुनुहुन्छ म अहिले पनि स्टुडेन्टै हो मेरो स्टेटस त 6 months मेरो रिसर्च बाँकी छ के अनि अन स्कुल जानु पर्दैन अनि त्यही भएर चाहिँ म यहाँ मुभ भएको थिएँ यसमा चाहिँ म तपाईलाई प्लिज पछि क्यान आई मेसेज यु पछि हुन्छ है त म रोमनजीसँग कन्ट्याक्टमा बस्छु एन्ड राइटफुल इन्फर्मेसन म तपाईलाई पछि दिन्छु है मैले उहाँलाई सीएनपीसी को मेसेन्जर ग्रुपमा क्वेशन पोस्ट गर्न भन्दिएको थिएछु नि स्योर डेफिनेटली थ्यांक यू भेरी मच थ्यांक यू यु आर मोस्ट वेलकम अब यो सँगसँगै अर्को एउटा क्वेसन्स हामी सोध्न गइरहेको छौँ आशिषजीलाई पनि यहाँ चाहिँ तपाईँको युआर एन alumni of Concordia अनि hello Dai, I wanted to know after graduating from Concordia University how was it like for you, probably your experiences, how did you end up with a job, and I'm also studying at Concordia भन्नुभएको छ यसमा चाहिँ प्लिज आशिषजी लाइक कन्कर्डियामा धेरै कुरा सिक्यो धेरै कुरा बेसिक्स थियो भन्छु है म चाहिँ लाइक म चाहिँ साइबर सेक्युरिटीमा अलमोस्ट 2009 देखि लागेको मान्छे सो जुन टाइममा म सेक्युरिटीमा लागेको थिएँ त्यो टाइममा नेपालमा त ह्याकर भन्ने एउटा वर्ड सुने परे लाइक त्यसलाई त जेलै हाल्नुपर्छ जस्तो कुरा हुन्थ्यो होइन त्यो टाइममा म सेक्युरिटीमा लाइक त्यो टाइमदेखि म सेक्युरिटीमा थिएँ in the middle there were some sort like circumstances बिचमा मैले छोड्नु पर्यो सेक्युरिटीको फिल्ड छोड्नु पर्यो म इलेक्ट्रोनिक्समा मास्टर्स गरेँ जब सेटिस्फ्याक्सन भएन
त्यस पछाडि भएन सेक्युरिटीमा इन्ट्रेस्ट छ यो नेटवर्किङमा काम गरेर भएन नेटवर्क भनेर क्यानाडा आएको अनि कन्कर्डियाको कोर्स चाहिँ देयर आर फ्यु प्रोफेसर्स हु आर रियली गुड उनीहरूको रिसर्च टपिकहरू हेर्नुभयो भने उनीहरूले गरिरहेको रिसर्चहरू भनेको रियली गुड होइन देयर आर फ्यु प्रोफेसर्स जसले चाहिँ दे विल जस्ट गिभ यु स्लाइड्स यु हेभ टु स्टे त्यही स्लाइडहरू पढ्यो द्याट्स इट होइन हेल्प गर्छ किनकि कन्कर्डियामा ब्रोड रेन्ज अफ कोर्सेसहरू छ भोलि तपाईँलाई जब पाउनलाई अलिकति सजिलो त हुन्छ नि अफकोर्स एउटा पिजी गरेको स्टुडेन्टलाई भन्दा मास्टर डिग्री गरेको स्टुडेन्टलाई चाहिँ अलिकति आइडिया हुन्छ अलिकति उसले लाइक पेपरहरू अलिकति पढेको हुन्छ सो हेल्पफुल चाहिँ हुन्छ तर कन्कर्डियाको पढाइले मात्रै चाहिँ सेक्युरिटीमा जब पाउनलाई चाहिँ अलिकति गाह्रै पर्छ यु निड टु वर्क हार्ड भन्छु म होइन रिलेटिभली अरू युनिभर्सिटीमा पनि त्यही नै हो अब युनिभर्सिटीले त पढाइदिएर मात्रै त भएन पढ्ने आफूले पढेर प्लस अब अझै एक्स्ट्रा नलेज गेन गरिसकेपछि बल्ल जब पाउनु सजिलो हुने हो सो म चाहिँ कसरी यसमा इन्डअप भयो भन्दा आई थिङ्क ब्याक इन फेब्रुअरी 2021 फेब्रुअरीदेखि मैले अप्लाई गर्न थालेको फेब्रुअरीदेखि अप्लाई गर्न थालेको थिएँ फर्स्ट इन्टरभ्यू एउटा स्टार्टअपमा दिएको थिएँ ओटोमा थियो दे वर सेइङ लाइक they would give me like 45,000 and I was like 45,000 त्यो बेलामा मभन्दा अगाडि पास आउट भएकै कोही साथीहरू थियो उनीहरू अलरेडी 60-65 त सबैले पाइरहेको थिए अनि 45,000 त धेरै थोरै भयो भने अनि म गर्दिनँ भने लाइक आई रिजेक्टेड देम पछि जबहरू अप्लाई गर्दै गएँ इन्टरभ्यू दिँदै गएँ खासै धेरै आइसले अघि नै भनिसक्नु भयो 100वटा जब अप्लाई गर्ने हो 10वटामा इन्टरभ्यू दिने हो एउटा पाइयो भने त लकी होइन मेरो केसमा चाहिँ अलिकति डिफ्रेन्ट भएको थियो मैले अप्लाई चाहिँ 100वटा हात नै गरेको थिएँ होला इन्टरभ्यू चाहिँ त्यही 10वटा हात नै दिएको थिएँ होला जब पाउने बेलामा चाहिँ दुईटाबाट चाहिँ मलाई अलमोस्ट अफर लेटर थियो लाइक यता राउन्डमा अफर लेटरको लागि पुगिसकेको थिएँ एउटामा अलरेडी अफर लेटर थियो सो एउटा कम्पनी 48मा एउटा रोलमा मोर लाइक अ क्वालिटी एनालिस्ट रोल थियो अर्को गेम लफ मोन्ट्रियलमा थियो अनि अर्को मसँग म्यानुलाइफमा थियो द रिजन आई मुभ टु म्यानुलाइफ इज म सबैलाई फ्रेङ्कली भन्छु मनी अरूमा भन्दा म्यानुलाइफले मलाई एटलिस्ट 30% मोर दिइरहेको थियो त्यही भएर म म्यानुलाइफ जोइन गरेको हो होइन अनि एभ्री टाइम मैले इन्टरभ्यू दिँदाखेरि चाहिँ आफैले फिल गरेको कुरा चाहिँ मैले इन्टरभ्यू दिँदाखेरि मैले इन्टरभ्यू दिन इन्जोय गरिरहेको चाहिँ कम्पनीहरूमा चाहिँ मैले अफर पाइरहेको थिएँ पोजिटिभ फिडब्याक पाइरहेको थिएँ क्या अनि कुनै पनि कम्पनी जसमा चाहिँ मैले इन्टरभ्यू दिइरहेको थिएँ त्यसमा म अलिकति प्रेसर फिल भइरहेको थियो भने चाहिँ मैले त्यसमा पाइरहेको थिएँ भनेको मैले अन्डर प्रेसर चाहिँ मैले राम्रो इन्टरभ्यू दिइरहेको रहन्छु भन्ने फिल भइरहेको थियो मलाई चाहिँ अनि इन्टरभ्यूमा चाहिँ अनि अर्को कुरा भनेको मोस्टली के हेरिन्छ भन्दाखेरि क्वान्टिटेटिभ कतिको छ रेज्युमेमा भन्ने कुरा क्या लाइक मैले मेरो चाहिँ अहिलेको रोलमा चाहिँ के भएको थियो भन्दा म ब्याक इन नेपाल मैले अल्फाबिटामा काम गरेको थिएँ अनि मेरो हायरिङ म्यानेजरले चाहिँ मलाई एउटा क्वेसन सोधे मैले रेज्युममा लेखेको थिएँ कि अल्फाबिटाको चाहिँ इन्टरनेट डाउन टाइम चाहिँ मैले लाइक विकमा 5 आवर्स 6 आवर्स इन्टरनेट डाउन भइरहेको कन्डिसनमा इन्टरनेट नचले इस्यु भएको कन्डिसनमा चाहिँ आई रिड्युस द डाउन टाइम टु मेबी लाइक 10 मिनट्स इन अ मन्थ भनेर लेखेको थिएँ क्या रेज्युममा त्यही कुरालाई मिलाएर लेखेको थिएँ मेरो म्यानेजरमा त्यही क्वेसन सोधेँ अनि मैले त्यही क्वेसनमा लाइक एन्सर दिएँ दुईजना बिच गफै भयो वी डिड ह्याभ लाइक द्याट मच अफ टेक्निकल इन्टरभ्यू यस्तै सानो कुरामा गफ हुँदै गयो एन्ड आई गट हायर्ड सेम थिङ विथ गेम लफ्टको आइटी डाइरेक्टरले इन्टरभ्यू लिनुभएको थियो he also started in the security field sometime around 2008-9 दुईजना बिच गफ हुँदै गयो सेक्युरिटीमा के भइरहेछ भन्ने कुरामा गफ हुँदै गयो अहिले लेटेस्ट के भइरहेछ भन्ने कुरामा गफ हुँदै गयो अनि त्यस पछाडि दे वर भेरी पोजिटिभ अबाउट मी सो मेरो सजेसन किप अप टु डेट होइन बस सेक्युरिटी भनेको त यस्तो इभल्भ हुन्छ आज बेलुका सुतिरहेको हुन्छ भोलि बिहान नयाँ एउटा भल्नरेबिलिटी आइदिन्छ त्यहाँ हुन्छ ल यसलाई त अलर्ट बनाउनु पर्यो भनेर आइरहेको हुन्छ क्या सो एकदम अप टु डेट हुनु पर्यो कलेजको पढाइले त तपाईँलाई बेसिक त कभर गर्दैन तर राइट नाउ मार्केटमा के भइरहेछ
आइटीमा के भइरहेको छ त्यो चाहिँ थाहा हुँदैन, अप टु डेट त हुनै पर्यो। सेम थिङ विथ कन्करियामा थाहा छ त्यहाँका कोर्सेसहरूमा कति कोर्सेसहरू त कतिवटा प्रोफेसरले त सेम क्वेसन दिइरहनु भएको छ सिन्स मेनी इयर्स होइन, त्यही कोर्स छ त्यही सिलेबस छ सेम क्वेसन आइरहेको छ, इन्ट्रेस्टिङ छ, बेसिक त राम्रो कभर गर्छ, तर मार्केटमा चाहिँ त्योभन्दा धेरै नयाँ कुरा आइसक्यो। सो किप इभल्भिङ, मेरो सजेसन त सबैलाई त्यही हो, किप इभल्भिङ। इन्टरभ्यूमा अलिकति प्यासनेट हुनुहोस्, एन्सर दिँदाखेरि अलिकति यो मान्छेलाई साँच्चै सेक्युरिटीमा इन्ट्रेस्ट छ जस्तो देखिनु पर्यो होइन, त्यो पनि अलिकति हुनु पर्यो। प्लस अब एज सेट सर्टिफिकेसन इन्ट्री लेभल हो भने सर्टिफिकेसन एकदमै सर्टिफिकेसनै गर्नुहोस्, रेज्युमे त भर्नु पर्यो, रेज्युमेमा भर्दाखेरि त सर्टिफिकेसन त एकदम हेल्पफुल हुन्छ, सर्टिफिकेसन गर्नुहोस्। कति सर्टिफिकेसनहरू फ्रीमा हुन्छ, कति साइबरीमा उडेमीमा कति कोर्सेसहरू फ्रीमा दिइरहेको हुन्छ, कोर्सेसहरू गर्नुहोस् एन्ड डेफिनेटली जब त पाइन्छ नै, ढिला चाँडो हो, पाइन्न चाहिँ पक्कै पाइन्छ। थ्याङ्क यू भेरी मच आशिषजी। सम्भवतः सबै क्वेसन्सहरू एन्सर भएको छ जुन हाम्रो अफलाइनमा आएको क्वेसन्सहरू थियो, र यही क्रममा अब हाम्रा अन्तिम गेस्ट मिस्टर आयुष्मान श्रेष्ठजीलाई पनि केही क्वेसन्सहरू आएको छ, र सिधा चाहिँ एउटा क्वेसन के छ भने हाउ हार्ड टु गेट अ जब इन मेकानिकल सेक्टर्स अथवा इन्डस्ट्रियल सेक्टर इन क्यानाडा भन्नुभएको छ। यसमा तपाईँको एक्सपिरियन्सहरू कस्तो भयो र कतिको गाह्रो सजिलो अथवा के चाहिँ गर्न सकिन्छ? एकदमै ब्रोड क्वेसन भयो। मेकानिकल फिल्ड आफै एकदमै ब्रोड फिल्ड होइन। म त फेरि एरोस्पेसको मान्छे परेँ, अब मैले मेरो एक्सपर्टिज एरोस्पेसमा हो। म मेकानिकल भन्दा पनि एरोस्पेस रिलेट गर्न चाहन्छु मेकानिकलमा। म भन्दा राम्रो रिसर्च चाहिँ अथवा हामी भन्दा राम्रो रिसर्च चाहिँ गभर्मेन्ट अफ क्यानाडाले गरेको हुन्छ। धेरैजनालाई थाहा छैन, तर गभर्मेन्ट अफ क्यानाडाको जब ब्याङ्क्स हो कि जब ब्याङ्क्स भन्ने एउटा वेबसाइट छ, त्यहाँ चाहिँ हरेक वर्ष चाहिँ गभर्मेन्ट अफ क्यानाडामा काम गर्ने एनालिस्टहरूले चाहिँ कनेडियन जब ट्रेन्डहरूको बारेमा हेरिरहेको हुन्छ। अनि त्यसमा चाहिँ तपाईँले मेकानिकल इन्जिनियर भनेर सर्च गरेर प्रोभिन्स वाइज कस्तो ट्रेन्ड छ त भनेर थाहा पाउनुहुन्छ। अब क्युबेकमा चाहिँ एकदम भेरी गुड हुनसक्छ होइन, अथवा त्यहाँ लिङ्क पनि पठाइदिनु भयो, थ्याङ्क यू। अथवा अन्टेरियोमा भेरी गुड, अथवा आएर सास्केचुवानमा चाहिँ गुड मात्र हुनसक्छ होइन, अथवा प्रिन्स एडवर्ड आइल्यान्डमा सेटिस्फ्याक्ट्री त्यस्तो हुनसक्छ। त्यो चाहिँ एकदमै राम्रो रिसोर्स हुनसक्छ तपाईँको लागि। प्लस अब त्यो जब ट्रेन्ड पनि हुन्छ त्यसमा, प्लस स्यालेरी रेन्जहरू पनि दिएको हुन्छ कि त्यसमा, अनि प्लस तपाईँलाई चाहिने स्किल्सहरू पनि हुनसक्छ त्यहाँ। म चाहिँ त्यहाँ एकचोटि रिसर्च गर्न भन्छु तपाईँहरूलाई फर्स्ट अफ अल। अनि अब यहाँ चाहिँ एकदम क्युबेक स्पेसिफिक र एरोस्पेस स्पेसिफिक कुरा गर्ने हो भने चाहिँ मोन्ट्रियल चाहिँ वर्ल्डको सबैभन्दा वान अफ द सबैभन्दा ठुलो एरोस्पेस हब हो। आई थिङ्क मोन्ट्रियल मात्रै संसारमा एउटा यस्तो सहर हो जहाँ चाहिँ लोकली सोर्स गरेको पार्ट्स अथवा इन्जिन लेट्स से अब विङ्सहरू सबै एसेम्बल गरेर एउटा पुरै एयरक्राफ्ट बनाउन सकिन्छ भनेपछि मोन्ट्रियलको एरोस्पेस इन्डस्ट्री यत्रो ठुलो छ। मेबी टुलुज र सिएटल पछि थर्डमा सबभन्दा ठुलो छ होला। यहाँ सबै बिग प्लेयर्सहरू छन् एक्सेप्ट बोइङ, प्रब्ली एयरबस छ, बेल हेलिकप्टर्स छ होइन, प्राट एन्ड विटनी जसले इन्जिन बनाउँछन्। त्यसैले मेकानिकलको कुरा गर्दाखेरि चाहिँ मोन्ट्रियल चाहिँ you have lots of opportunities in terms of aerospace. अब similarly अब अरू धेरै इन्डस्ट्रीहरू पनि छ मेकानिकल इन्जिनियर्सहरूको लागि। तर अब यदि अर्को प्रोभिन्समा हुनुहुन्छ अनि तपाईँलाई प्रोभिन्स स्पेसिफिक क्वेसन सोध्नु छ भने चाहिँ म त्यो रिसोर्समा गएर एकचोटि चेक गर्न भन्छु। अनि अफ कोर्स इफ यु हेभ एनिथिङ रिलेटेड टु एरोस्पेस अथवा मोन्ट्रियल you're free to contact me. I'd be very happy to help you. थ्याङ्क यू भेरी मच। सँगसँगै अर्को एउटा क्वेसन्स पनि छ यहाँ चाहिँ, स्टिल इज द सेम थिङ होइन, वाट आर द इन्डस्ट्रिज जुन चाहिँ द्याट आई क्यान अप्लाई फर माई मेकानिकल इन्जिनियरिङ ब्याकग्राउन्ड भन्नुभएको छ, स्पेसिफिकली इन क्यानाडा, अल ओभर द क्यानाडा भन्नुभएको छ। इभन इट्स अ भेग क्वेसन्स टु आस्क होइन, बट स्टिल आई लाइक टु हियर अबाउट युर ओपिनियन मिस्टर आयुष। त्यो एन्सर गर्न अगाडि चाहिँ अलिकति ब्याकग्राउन्ड भएको भए चाहिँ एकदमै सजिलो हुन्थ्यो होला होइन।
अब पछाडिको जब एक्सपिरियन्स के छ अथवा मेकानिकल इन्जिनियरिङमा पनि धेरै स्पेसलाइजेसन हुन्छ हैन अब त्यो थाहा भएको भए चाहिँ एकदम स्पेसिफिकली एन्सर दिन सक्थे तर मेकानिकलमा चाहिँ अब मान्छेहरू मेकानिकल इन्जिनियरिङ भनेको चाहिँ ज्याक अफ अल टाइपको हुन्छ सबै चिजको बारेमा पढ्नुपर्छ इभन सिभिल इन्जिनियरिङको स्ट्रक्चर्सहरूको कोर्सेसहरू पनि पढाएको हुन्छ मेकानिकल इन्जिनियरले होइन अब त्यसैले अब तपाईँको इन्ट्रेस्टमा जानुहोस् होइन तपाईँलाई के कुरामा इन्ट्रेस्ट छ तपाईँलाई सस्टेनेबिलिटी इन्भाइरोमेन्टल सस्टेनेबिलिटीको बारेमा इन्ट्रेस्ट छ कि तपाईँको एयर स्पेसको बारेमा इन्ट्रेस्ट छ कि त्यसमा हेर्नुहोस् जुन मनपर्छ तपाईँले त्यहाँ अप्लाई गर्नुभयो तर अहिले इमर्जिङ फिल्ड चाहिँ यसो ट्रेन्ड हेर्दाखेरि चाहिँ सस्टेनेबिलिटी चाहिँ एकदमै राम्रो फिल्ड हुनसक्छ होइन अब स्पेसली अब एयर स्पेसमा कुरा गर्दाखेरि चाहिँ साफ भन्ने हुन्छ सस्टेनेबल एभिएसन फ्युल होइन अनि हाइड्रोजन फ्युलहरू चाहिँ द्याट्स अ फ्युचर द्याट मेक एयरक्राफ्ट फ्लाइ होइन त्यसैले सस्टेनेबिलिटी चाहिँ एकदमै राम्रो फिल्ड हुनसक्छ फर अ मेकानिकल इन्जिनियर इन द फ्युचर यहाँ पनि एउटा क्वेसन्स आइरहेको छ सायद म तपाईँलाई जस्तो अब अहिले चाहिँ एकजना स्टुडेन्ट हुनुहुन्छ म चाहिँ स्टुडेन्ट इन्टर्नसिप गर्न चाहन्छु भन्नुभएको छ त्यसको लागि चाहिँ के गर्न सकिन्छ होला भनेर क्वेसन सोध्नु भएको छ यसमा चाहिँ मिस्टर आइसजीले एन्सर गर्नुहुन्छ कि इन्टर्नसिपको लागि अब त्यो कम्पनी हेरेर हुन्छ होइन फर्स्ट अफ अल अब अघि आशिषले भनेको जस्तै मेरो लागि चाहिँ एउटा जब पाउने सबैभन्दा ठुलो टुल चाहिँ नेटवर्किङ हो तपाईँको नेटवर्क जति ठुलो हुन्छ तपाईँ जति त्यो पोजिसनमा भएको मान्छेहरूलाई चिन्नुहुन्छ तपाईँले जब त्यति सजिलोले पाउनुहुन्छ होइन अब अगेन फर्स्ट अफ अल चाहिँ अब नेटवर्किङ गर्नुहोस् लिङ्क्डइनमा कोल्ड मेसेजहरू पठाउनुहोस् आई केम टु नो अबाउट यर कम्पनी अनि अर्को के गर्न सक्नुहुन्छ भने लिङ्क्डइन इज अ भेरी मलाई चाहिँ एकदमै मनपर्छ लिङ्क्डइन म चाहिँ के तपाईँको ठाउँमा भएको म चाहिँ के गर्थेँ भने लिङ्क्डइनको सर्चमा अब फर इक्जाम्पल अब तपाईँलाई एयरबसमा इन्टर्नसिप गर्नुपर्छ गर्न मन छ तर तपाईँलाई थाहा छ नि यदि एयरबसले इन्टर्न्सहरू लिन्छ कि लिँदैन भनेर म लिङ्क्डइनको सर्च बारमा गएर इन्टर्न एट एयरबस भनेर सर्च गर्थेँ कि अनि त्यहाँ लिस्ट आयो भने होइन अब त्यो मान्छेको लिस्ट आउँछ नि तपाईँ स्योर हुनुभयो कि अब एयरबसले इन्टर्न हायर गर्छ अथवा म्यान्युलाइफमा इन्टर्न एट म्यान्युलाइफ भनेर सर्च गर्नु अब त्यो सर्च गरेर तपाईँले हिट पाउनुभयो भने तपाईँलाई थाहा हुन्छ कि म्यान्युलाइफले इन्टर्नहरू हायर गर्छ अनि त्यसपछि म गएर त्यो मान्छेहरू कस्तो इन्टर्नहरूको चाहिँ स्किल्सहरू कस्तो छ भनेर हेर्थेँ अनि यदि इन्टर्नहरू हायर गर्छ भने अब त्यो इन्टर्न हायर गर्ने मान्छेहरू चाहिँ को हो भनेर पत्ता गरेर म त्यो मान्छेहरूलाई चाहिँ मेसेज पठाउँथेँ त्यसरी नेटवर्क बढाउने हो नेटवर्कको थ्रुबाट इन्टर्नसिप पाउने हो द्याट्स द फर्स्ट वे अफ हाउ टु डु इट होइन सेकेन्ड वे चाहिँ अब कम्पनीहरूले इन्टर्नसिपको पोजिसनहरू चाहिँ अब लिङ्क्डइन अथवा इन्डिडहरूमा पोस्ट गरिरहेको हुन्छ नि अब त्यसरी गर्ने हो अनि आशिषले भनेको जस्तै अब हायरिङ म्यानेजर पत्ता गरेर उहाँहरूलाई फलोअप गरेर मैले चाहिँ यस्तो अप्लाई गरेको छु भनेर भन्यो भने त्यो चाहिँ एडभान्टेज हुन्छ एउटा फर्स्ट अफ अल चाहिँ अब आफैले क्रिएट गर्ने सेकेन्ड चाहिँ भएको चिजमा अप्लाई गर्ने अनि फलोअप गर्ने थ्याङ्क यू भेरी मच आयुषजी सँगसँगै यहाँ दुईवटा क्वेसन्स सिमिलरली किसिमको छ एउटा चाहिँ हाम्रो अफलाइनमा र यहाँ अनलाइनमा पनि एउटा क्वेसन्स आएको छ दिपकजीले सोध्नु भएको रहेछ अफलाइनमा पनि त्यही रिलेटेड क्वेसन छ तपाईँको स्पेसिफिकली तपाईँको एरो स्पेसको फिल्ड फेरि मैले किन यो जोड्न चाहेँ भने त यु हेभ अ लिटल बिट ब्याकग्राउन्ड अफ मेकानिकल इन्जिनियरिङको सबसेक्सन भन्नुभएको छ एरोनोटिक्स होइन तर विच इज कम्प्लिटली डिफरेन्ट बट स्टिल इफ यु लाइक टु एन्सर दिस क्वेसन्स के भन्नुभएको छ भने आई हेभ अ मास्टर इन हाइड्रोलोजिकल इन्जिनियरिङ डिग्री फ्रम नेपाल क्यान आई गेट सेम रिलेभेन्ट जब इन क्यानाडा भन्नुभएको छ दिपकजीले सँगसँगै यसैमा अर्को एउटा क्वेसन्स पनि यसैमा के छ भने आई वाज लुकिङ sorry है मैले यहाँ आइएसजीको एउटा क्वेसन चाहिँ आई हेभ मोर देन 8 years एक्सपिरियन्स इन नेपाल एट हाइड्रो पावर सेक्टर डज द Nepalese वर्क एक्सपिरियन्सेस विल हेल्प मी टु गेट अ जब फ्रम नेपाल भन्नुभएको छ म यो दुईटै क्वेसनलाई रिलेट गरेँ अनि यसमा आइएसजीले चाहिँ तपाईँको केही एन्सर्सहरू अथवा इफ यु क्यान गाइड फर दिस क्वेसन्स एन्सर विल बी मसँग पनि नेपालमा चाहिँ अलमोस्ट 3.5 years एक्सपिरियन्स थियो होइन यस्तो हुँदो रहेछ युजुअली चाहिँ क्यानाडामा नेपालको एक्सपिरियन्स लिएर आयो एन्ट्री लेभलमा चाहिँ
अब अन्त्य अनलेस अब आइटीमा डिफरेन्ट हुनसक्छ किनभने टेक्नोलोजी सेम हुन्छ होइन अब आई डोन्ट नो लाइक अब हाइड्रो इलेक्ट्रिसिटीको कुरा गर्नुभएको थियो के अरे होइन उहाँ चाहिँ त्यो चिजमा चाहिँ मेबी क्यानाडाको टेक्नोलोजी र नेपालको टेक्नोलोजीमा डिफरेन्स हुनसक्छ होइन अब त्यसले गरेर चाहिँ मेबी एज अ फ्रेसर अप्लाई गर्नुपर्ने हुनसक्छ तपाईँले इन द भेरी बिगिनिङ होइन अब त्यो न अफकोर्स अब म त एक्सपर्ट होइन अब मेरो केसमा चाहिँ के भएको थियो भने मसँग नेपालको एक्सपिरियन्स थियो तर नेपाल एभिएसन चाहिँ आइटी जस्तै सबै ठाउँमा एकदम सेम टाइप अफ टेक्नोलोजी युज गर्छौँ क्या त्यसमा मेरो एक्सपिरियन्स चाहिँ काउन्ट भएको थियो अब तपाईँले त्यो कुरा चाहिँ आफैले रिसर्च गर्नुपर्छ कि तपाईँले नेपालमा 8 वर्षदेखि गर्नुभएको काम र क्यानाडामा युज हुने टेक्नोलोजी चाहिँ कतिको सिमिलर छ भनेर यो चाहिँ एकदमै स्पेसिफिक क्वेसन भयो त्यसैले म एन्सर दिन सक्दिनँ अनि यदि अलिअलि पनि सिमिलर छ भने तपाईँले आफ्नो रेज्युमेलाई त्यही हिसाबले टेलर गर्नु पर्यो मैले यो टेक्नोलोजीमा काम गरेको थिएँ यो टेक्नोलोजीमा काम गरेको थिएँ भनेर युजुअली चाहिँ तपाईँको नेपालको एक्सपिरियन्सलाई फर्स्टमा काउन्ट नगरे तापनि यदि तपाईँसँग एन्ट्री लेभल क्यानाडामा जब छ भने अब 1 वर्ष काम गर्नु छ भने तपाईँ त्यसलाई 8+1 9 years वर्थ अफ एक्सपिरियन्स बनाउन सक्नुहुन्छ तर अब रियालिटी भनौँ कि अब स्याड रियालिटी भनौँ होइन अब यहाँ चाहिँ एम्प्लोयरहरूले चाहिँ कनेडियन एक्सपिरियन्स चाहिँ माग्छन् त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ थ्याङ्क यू भेरी मच आयुषजी त्यसै गरी हाम्रो सम्पूर्ण गेस्टहरूलाई सम्भवतः अब हामी कार्यक्रमको अन्तिम चरणमा छौँ र अलिकति यहाँ साउजीले इट्स टोटली अ डिफ्रेन्ट टपिक भनेर राख्नुभएको छ वान डाइरेक्ट ट्रान्जिट अर डबल ट्रान्जिटमा केही फरक हुन्छ कि नेपालबाट यहाँ ट्राभल गर्दा भन्नुभएको छ लङ आवर्स अनि सँगसँगै मेरो कोही छैनन् अनि रुम एकोमोडेसन पनि नेपालबाट कसरी गर्न सकिन्छ भन्नुभएको छ यसको लागि मिस्टर साउजी तपाईँ कुन कलेजमा आउन लाउनु भएको हो त्यही कलेजको पनि एकोमोडेसन अथवा त्यो डिपार्टमेन्ट हुन्छ त्यहाँ मेल गर्नुहोस् सँगसँगै त्यो कलेजमा रहेको नेपाली स्टुडेन्टहरूसँग पनि कन्ट्याक्टमा बस्नुहोस् होइन अनि त्यो बिचमा तपाईँले चाहिँ अब होस्टेलमा होइन बाहिर बस्नुहुन्छ भने पनि त्यसको लागि चाहिँ वेबसाइट्सहरू जस्तो किजिजीमा तपाईँले चाहिँ एड प्लेसहरू हेर्न सक्नुहुन्छ मार्केट प्लेसमा गएर त्यसरी फेसबुकबाट पनि तपाईँले त्यो चाहिँ अपार्टमेन्ट रुमहरू खोज्न सक्नुहुन्छ र सँगसँगै यदि फर्दर तपाईँलाई सहयोग चाहिएको छ भने प्लिज हाम्रो इमेल गर्नुहोस् त्यसमा हामीले गर्न सक्ने सहयोग इन्फर्मेसन र रिसोर्सहरू हामी तपाईँलाई प्रोभाइड गर्नेछौँ info@cnpc.ca मा र यति भन्दै अन्त्यमा यहाँहरू सम्पूर्ण हाम्रा गेस्टहरू अतिथिहरूलाई धेरै धेरै धन्यवाद र नमन गर्न चाहन्छु र आजको यस कार्यक्रममा आफ्नो व्यस्तता बावजुद आज हामीलाई यत्रो महत्त्वपूर्ण समय दिनुभएको छ यसको लागि यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद हामी कृतज्ञता छौँ तपाईँहरूप्रति र यो भन्दै आजको यस कार्यक्रम हामी अन्त्य गर्न चाहन्छौँ र फर्दर मोर यदि तपाईँहरूसँग यस सम्बन्धी केही क्वेसन्सहरू छ अथवा स्टिल यु आर लुकिङ फर सम इन्फर्मेसन अथवा तपाईँलाई त्यो किसिमको चाहिँ रिसोर्सेस चाहिएको छ भने हामीलाई हाम्रो इमेल एड्रेस info@cnpc.ca मा इमेल गर्न सक्नुहुन्छ र टु बी कन्क्लुड आजको यस प्रोग्रामको जब स्ट्राटेजी इन क्यानाडा जब सर्च स्ट्राटेजी इन क्यानाडामा चाहिँ सर्वप्रथम यहाँहरूले गर्नुपर्ने भन्ने कुरा यु हेभ टु वर्क अन युर सिभी रेजुमे त्यसलाई कसरी फर्मेट गर्ने क्यानेडियन फर्मेट स्ट्यान्डर्ड अनुसार तपाईँहरू आफूले पनि सर्च गर्न सक्नुहुन्छ जुन हाम्रो साथी गेस्टहरूले पनि एउटा फर्मेट हालिसक्नु भएको छ र सँगसँगै आफूले अध्ययन गरेको युनिभर्सिटी कलेजेसहरू पनि त्यसमा एउटा डिपार्टमेन्ट हुन्छ त्यसमा पनि तपाईँहरू गएर चाहिँ त्यहाँ तपाईँले रिसोर्सेसहरू युज गर्न सक्नुहुन्छ र सँगसँगै अर्को भनेको चाहिँ सोसियल एस्पेक्ट भनेको तपाईँ लिङ्कइन जस्तो सोसियल साइटहरू त्यसमा कनेक्सनमा बसेर आफ्नो चाहिँ कनेक्सन बढाउनुहोस् होइन आफ्नो पिआर पब्लिक रिलेसन बढाउनुहोस् कन्ट्याक्टमा बस्नुहोस् उहाँहरूसँग पनि तपाईँहरू कन्ट्याक्टमा बसेर चाहिँ इन्फर्मेसनहरू लिन सक्नुहुन्छ र सँगसँगै अर्को एस्पेक्ट भनेको चाहिँ तपाईँको आफ्नो नेटवर्किङ बढाउनुहोस् र सँगसँगै अर्को एउटा फाइनली द मोस्ट इम्पोर्टेन्ट पार्ट जुन आशिषजीले पनि रेज गर्नुभएको थियो एकदम स्पेसिफिक हुनुहोस् कि सबै इन्फर्मेसनमा भन्दा पनि एउटा आफ्नो स्पेसिफिक क्याटेगोरीमा चाहिँ तपाईँले त्यसलाई आफ्नो स्किल्स इन्हान्स गर्नुहोस् जस्तो आशिषजीले इक्जाम्पल दिनुभएको थियो इफ यु आर गुड इन पाइथन
पाइथनलाई नै तपाईँ एक्सपर्टाइज बनाएर लिएर जानुहोस्, त्यस्तो स्किल्सहरू तपाईँ लिएर जानुहोस् र सँगसँगै सर्टिफिकेसन विच इज भेरी इम्पोर्टेन्ट। सर्टिफिकेसनको लागि जस्तो अनलाइन कोर्सेसहरू छ, त्यहाँबाट पनि तपाईँले फ्री सर्टिफिकेसनहरू लिएर गएर चाहिँ तपाईँको आफ्नो इन्डिभिजुअल क्वालिफिकेसनलाई तपाईँले चाहिँ अझ स्ट्रङ क्यान्डिडेट बनाउन सक्नुहुनेछ। र यति भन्दै आजको यस कार्यक्रममा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद र हाम्रा गेस्टहरूलाई पनि धेरै धेरै धन्यवाद। र यति भन्दै लास्टमा दीक्षाजीले हात रेज गर्नुभएको छ, प्लिज दीक्षाजी। ओके, यो प्रोग्राम कन्डक्ट गर्नुभयो धेरै राम्रो होइन। सबै प्रोफेसनलहरूलाई चाहिँ राखेर चाहिँ जे हुन्छ नि आफ्नो फिल्डको चाहिँ एउटा एक्सप्लेनेसनहरू भयो। मैले अहिले देखेको ट्रेन्ड भनेको चाहिँ अब एउटा राम्रो प्लेटफर्म हो विवेक चाहिँ तपाईँले यो जुन प्रोग्राम गरिराख्नु भएको छ। नेक्स्टमा मैले चाहिँ के एक्सपेक्ट गर्छु भने जति त ब्याकहोमको एउटा सर्टिफाइड लेभल अफ एजुकेसन एक्सपिरियन्स लिएर आउनुभएको छ, उहाँलाई यहाँ आफ्नो फिल्ड चुज गर्न त्यति गाह्रो हुँदैन। तर अहिलेको भयानक स्थिति म के देखिरहेको छु भने स्टुडेन्टहरू +2 गरेर आउनुहुन्छ, जुन उहाँको एउटा एजुकेसन करियर जुन एउटा पाथै छैन, उहाँहरूलाई पनि एउटा लिडिङ हुने खाले कुनै एउटा हामीले केही थ्रु चाहिँ तपाईँहरूले अब एउटा कोर्स सिलेक्सन यस्तो गर्दा बेटर हुन्छ। उहाँहरूलाई चाहिँ डिप्लोमा लिएर आउनुहुन्छ 1 year 2 yearको होइन, यो एउटा ह्युज रेस्पोन्सिबिलिटी पनि हो। एउटा प्लेटफर्म भइसकेपछि हामीले पनि त्यसमा इनक्यालकुलेट उनीहरूलाई पनि गर्न सक्यो भने चाहिँ बेटर हुन्छ। जो चाहिँ एउटा प्रोफेसन नै डेभलप भएर आइसक्नु भएको छ, उहाँहरूले आफ्नो प्रोफेसन यहाँ आएर बनाउनलाई धेरै टाइम लाग्दैन, ढिलो चाँडो आफ्नो भेटाइहाल्नुहुन्छ आफ्नो फिल्ड होइन। तर जुन +2 गरेर आउनुभएको छ, जुन एउटा आफूसँग रिलेटेडै कोर्स नलिकन आएको, अनि कति स्टुडेन्टहरू देखेछु आफ्नो फिल्डको केही पनि कोर्स पाइँदैन अनि लास्टमा चाहिँ फ्याक्ट्रीमा गएर मात्र काम गरिराख्नु भएको छ होइन। उहाँहरूलाई पनि एउटा समेटिने खाले चाहिँ नेक्स्ट कुनै प्रोग्रामहरू कन्डक्ट गर्न पाइयो भने चाहिँ एकदम फ्रुटफुल हुन्छ। थ्याङ्क यू भेरी मच दीक्षाजी, एकदमै राम्रो तपाईँले हामीलाई सुझाव दिनुभएको छ र आगामी कार्यक्रमहरूमा हामी त्यसलाई पनि एड्रेस गर्न कोसिस गर्नेछौँ। र यहाँले भनेको जस्तो जुन एउटा अलिकति एकदम संवेदनशील विषय पनि हो होइन, नेपालबाट अब एउटा भनौँ न एउटा चाहना इच्छा र हुटुटी पनि भन्छु म, त्यो बिचमा विदेशमा आएर चाहिँ त्यो बिचमा नि अब उहाँहरूलाई चाहिँ कसरी अवेर गर्न सकिन्छ र सँगसँगै उहाँहरूलाई हामीले चाहिँ कस्तो किसिमको रिसोर्सेसहरू इन्फर्मेटिक टाइपहरू दिन सकिन्छ, हामी पक्कै पनि गर्नेछौँ त्यसलाई। त्यसको लागि धेरै धेरै धन्यवाद दीक्षाजी, तपाईँलाई यो एकदम महत्त्वपूर्ण सुझावको लागि। थ्याङ्क यू सो मच। त्यही त यहाँ जति पनि आउनुहुन्छ उहाँहरूले ब्याचलर डिग्री लिएको मैले कमै देख्छु, किनकि अलिकति फाइनेन्सियल बर्डन हुन्छ, 4 वर्षसम्म कोर्सलाई दिनुपर्छ। अब अरू कम्पेरिटिभली अरू कन्ट्रीको कन्टेक्स्टमा चाहिँ क्यानाडामा अलिकति इन्कम त्यो अनुसारको नहुने भएको कारणले गर्दा उहाँहरूलाई कोर्स थाम्न गाह्रो भएको कारणले गर्दा डिप्लोमा लिएर आउनुहुन्छ। तर उहाँहरूको कोर्सको कुनै औचित्य नै हुँदैन जस्तो फिल हुन्छ कि पछि चाहिँ रिलेटेड कोर्स हुँदैन कि होइन। अब उहाँहरूले अब पछि नि अब एउटा माइन्डलाई चाहिँ सोलिड गरेर चाहिँ म यो नै गर्छु भनेर कुनै एउटा फ्रेमवर्कै देखिरहेको हुँदैन कि। अनि त्यसले गर्दाखेरि चाहिँ कतिलाई मैले सजेसन गरेको हुन्छु, अब जो पहुँचमा आउनुहुन्छ उहाँहरूलाई चाहिँ ब्याचलर गर्नुहोस्, एटलिस्ट तपाईँसँग एउटा डिग्री हुन्छ, यहाँ आइसकेपछि तपाईँको आफ्नो डिग्री अनुसार केही न केही कामहरू सर्च गर्न सक्नुहुन्छ भन्ने हुन्छ। अब आइरहनु भएको स्थिति देख्दाखेरि मलाई भित्रैबाट एकदम अब दुःख पनि लाग्छ, अब डर पनि लाग्छ होइन। उनीहरूको अब फ्युचर कहाँ जाने हो होइन। अब अस्ट्रेलियाहरूतिर गयो भने म्याक्सिममले ब्याचलर डिग्री रहेको हुन्छ, किनकि उनीहरूले फाइनेन्सियल आफूलाई कभर गर्न सक्छ। यहाँ ब्याचलर डिग्री कम हुन्छ, कन्सल्टेन्सीले पनि ब्याचलर रिकमेन्डेसन कम गरिदिन्छन्। त्यो भएको कारणले गर्दा त्यस्तै प्रोग्रामहरू देख्न पाए धेरै राम्रो। ल थ्याङ्क यू सो मच फर ह्याभिङ मी होइन, आफ्नो थाहा भएको नलेजहरू चाहिँ सेयर गर्न पाएँ। थ्याङ्क यू सो मच विवेकजी, मनदीपजी, को हुनुहुन्छ यहाँ अर्गनाइजर टिमहरू जुन चाहिँ प्रोग्राम कन्डक्ट गर्नुभयो। धेरै धेरै धन्यवाद दीक्षाजी। सम्पूर्ण यहाँ सम्पूर्ण जना जो हुनुहुन्छ यस कार्यक्रमको संयोजक उहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र यहाँहरू सम्पूर्ण हाम्रो आजको आदरणीय गेस्टहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु म। आजको यस कार्यक्रमलाई चाहिँ हामीले समापन गरेका छौँ र आगामी दिनहरूमा पनि हामी यस्तै खालको इन्फर्मेसन टाइपको रिसोर्सेसहरू हामी चाहन्छौँ कि रियल एक्सपिरियन्सेस होइन, जुन तपाईँहरूले रियल एक्सपिरियन्सेस हो त्यसलाई चाहिँ हामीले कनेक्सन होस्, तपाईँहरूको रियल एक्सपिरियन्सहरूबाट चाहिँ अरूले पनि केही नयाँ कुराहरू सिक्न पाउन्, अवसर दिउँ भन्ने हिसाबले हामीले यो कार्यक्रम सुरुवात गरेका हौँ। मैले सुरुमा पनि भनिहालेँ, सिएनपिसीको एउटा उद्देश्य
मध्येको एउटा उद्देश्य रहेकोले यस कार्यक्रमलाई हामी कन्टिन्यू अवश्य पनि गरिरहनेछौँ। समय सापेक्ष अनुसार, समयको माग अनुसार हामी त्यो अनुसार अगाडि बढ्नेछौँ। यहाँहरूको अमूल्य सुझावको लागि धेरै धेरै धन्यवाद। र सँगसँगै यदि अरू केही जिज्ञासाहरू छन्, तपाईँ समस्यामा हुनुहुन्छ, हामीलाई रिसोर्सेस चाहियो, सहयोग चाहिएको छ भने पनि हामीलाई हाम्रो कन्ट्याक्टमा रहनुहोस् info@cnpc.ca मा, अनि हाम्रो तर्फबाट हामीले सक्ने भरपुर हामी सहयोग निरन्तर गरिराख्नेछौँ। यति भन्दै आजको यस कार्यक्रममा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै यो कार्यक्रम म समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद यहाँहरू सम्पूर्णलाई।